है त। माल्टोज फर्मेन्ट नहुनेको भनौँ भने नाइजेरिया गोनोरी हुन्छ, यिनीहरू कोकाई नै हो, ग्राम नेगेटिभ कोकाई। अर्को ग्राम नेगेटिभ कोकाई अर्को के हुन्छ थाहा छ हजुरहरूलाई? एउटा मोरक्जेला भन्ने पनि हुन्छ है त। अब हामीले ग्राम स्टेनको ग्राम पोजिटिभतिर लागौँ साथीहरू। ग्राम पोजिटिभमा एउटा स्टाफाइलोकोकस र स्ट्रेप्टोकोकस भन्ने छ। यो दुईटालाई कसरी छुट्याउने भनेदेखि म त बिस्तारै भनिरहेको छु है। यो दुईटालाई कसरी छुट्याउने भन्यो भने एउटा क्याटालेज भन्ने टेस्ट गरिन्छ। यदि क्याटालेज भन्ने पोजिटिभ आएछ भने यो के रहेछ मेरो भाइ बहिनीहरू? स्टाफाइलोकोकस रहेछ। भने क्याटालेज नेगेटिभ भन्ने आएछ भने त्यो के रहेछ? स्ट्रेप्टोकोकस। अब त्यही स्टाफाइलोकोकस पनि विभिन्न किसिमको स्पेसिसहरू हुन्छन् है भाइ बहिनीहरू है। स्टाफाइलोकोकस पनि धेरै स्पेसिस हुन्छन् अथवा केही स्पेसिस हुन्छन्। यिनीहरूलाई छुट्याउनु पर्यो भने के गर्ने भने क्याटालिज त पोजिटिभ हो यो स्टाफाइलोकोकस। यो स्टाफाइलोकोकस स्पेसिसलाई छुट्याउनु पर्यो भने अर्को कोगुलेज भन्ने टेस्ट गर्ने। तपाईँलाई अब आइडेन्टिफिकेसन अफ ब्याक्टेरिया भन्ने टपिकमा क्याटालेज टेस्ट कसरी गर्ने, कोगुलेज कसरी गर्ने, अनि बायोकेमिकल टेस्टहरू अरू टेस्टहरू कसरी गर्ने, सबै कुराहरू पढाइ हुन्छ, डिटेलमा पढाइ हुन्छ। अहिलेलाई चाहिँ जस्ट फ्लो चार्ट बुझिदिनु होला, छुट्याउने कसरी ब्याक्टेरियालाई भनेर। कोगुलेज टेस्ट गरिन्छ, कोगुलेज पोजिटिभ आएछ भने स्टाफाइलोकोकस अरियस भयो। कोगुलेज नेगेटिभ आएछ भने इपिडर्मिडिस र स्याप्रोफाइटिकस भयो। अब यो इपिडर्मिडिस र स्याप्रोफाइटिकसलाई कसरी छुट्याउने भन्ने एउटा नोभोबायोसिन भन्ने एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट गर्ने। यदि यो सेन्सिटिभ आएछ भने इपिडर्मिडिस रहेछ मेरो भाइ बहिनीहरू। रेसिस्टेन्स रहेछ भने स्याप्रोफाइटिकस। स्याप्रोफाइटिकसले पनि के गराउँछ? युटिआई गराउँछ, युरिनरी ट्र्याक्ट इन्फेक्सन गराउँछ। इन्डिभिजुअली ब्याक्टेरियाको बारेमा हामीले पढ्नै बाँकी छ, यो फ्लो चार्ट नपढेसम्म त्यो नपढ्ने है त। म हजुरहरूलाई फेरि ब्याक लैजान्छु है। हजुरलाई के भन्छु भने कोकाई, के काई रे? कोकाई गोलो आकारको। ग्राम स्टेन गर्नुभयो, ग्राम पोजिटिभ भन्यो भने स्टाफाइलोकोकस र स्ट्रेप्टोकोकस। यो दुईटालाई छुट्याउने के रहेछ? क्याटालेज। पोजिटिभ भयो भने स्टाफाइलोकोकस, नेगेटिभ भयो भने को रहेछन्? स्ट्रेप्टोकोकस रहेछन् भन्ने थाहा पाउने। अब हजुरहरूले बुझ्नुभयो स्टाफाइलोकोकसलाई चाहिँ छुट्याउनलाई हामीले के गर्यौँ भन्यो भने कोगुलेज टेस्ट गर्दा कोगुलेज पोजिटिभ स्टाफ अरियस, नेगेटिभ इपिडर्मिडिस र स्याप्रोफाइटिकस। अब इपिडर्मिडिस र स्याप्रोफाइटिकस छुट्याउने कसले भन्यो भने नोभोबायोसिन। नोभोबायोसिन सेन्सिटिभ इपिडर्मिडिस, रेसिस्टेन्ट को रहेछ? स्याप्रोफाइटिकस भन्ने थाहा पाउनु पर्यो है त। बुझ्नुभयो? यस अर नो भन्नु त मलाई एकचोटि सिग्नल दिनुहोस् त साथी। यस अर नो भनिदिनु पर्यो है। बल्ल स्टाफाइलोकोकसको बारेमा यसो डिफ्रेन्सिएट गर्ने। अब यही ग्राम पोजिटिभ कोकाई त दुईटा थियो, स्टाफाइलोकोकस स्ट्रेप्टोकोकस। क्याटालेज पोजिटिभ स्टाफाइलोकोकस, नेगेटिभ स्ट्रेप्टोकोकस। पोजिटिभको वाला स्टाफाइलोकोकसको बारेमा त पढ्यौँ, अब नेगेटिभ स्ट्रेप्टोकोकसको बारेमा जान्नु पर्यो। स्ट्रेप्टोकोकसलाई पनि ब्लड अगार भन्ने एउटा कल्चर मिडियामा इनकुलेट गर्नुभयो र त्यसलाई इन्क्युबेट गर्दा भोलिपल्ट हेर्नुभयो भने विभिन्न किसिमको कोलोनी हुन्छ, हेमोलाइटिक कोलोनीहरू देखिन्छ स्ट्रेप्टोकोकसको। हल्का हेमोलाइसिस अथवा पार्सियल अथवा ग्रिनिस जोन अफ हेमोलाइसिस देखियो भने अल्फा हेमोलाइटिक कोलोनी के रहेछ मेरो भाइ बहिनीहरू? ग्रिनिस जोन अफ हेमोलाइसिस अथवा हल्का हेमोलाइसिस भयो भने के रहेछ? अल्फा हेमोलाइटिक भन्छ। कस्तो हेमोलाइटिक हो? अल्फा हेमोलाइटिक। क्लियर अथवा कम्प्लिट अथवा क्लियर हेमोलाइसिस छ भने नि के रहेछ? बिटा हेमोलाइटिक। र हेमोलाइसिस छैन है मेरो भाइ बहिनीहरू, छैन भने नो हेमोलाइसिस छ भने गामा हेमोलाइटिक भनिन्छ क्या। अल्फा, बिटा र गामा भनेपछि हल्का हेमोलाइसिस छ भने अल्फा हेमोलाइटिक, कम्प्लिट जोन अफ हेमोलाइसिस छ, क्लियर छ भने बिटा, र हेमोलाइसिस छैन भने गामा हेमोलाइटिक है त। अल्फा हेमोलाइटिक को छन् भन्यो भने को छन् ल भनौँ त, बोलाउँ त, बोल्नु पर्यो है हजुर, बोल्नु पर्यो। अल्फा हेमोलाइटिकको नाम के हो ल भनिदिनु न प्लिज। ल सुषमा बहिनी भनौँ त, अल्फा हेमोलाइटिकको नाम के हो? स्ट्रेप्टोकोकस न्युमोनिया। अर्को? भिरिडेन्स ग्रुप। भेरी गुड हो। स्ट्रेप्टोकोकस न्युमोनिया र भिरिडेन्स ग्रुप भनेको अल्फा हेमोलाइटिक हो। अब भिरिडेन्स ग्रुपभित्र स्याङ्गुइस म्युटेन्स भन्ने हुन्छ नि, म्युटेन्सले डेन्टल क्यारिज गर्छ भन्थ्यो नि।
ए यो निमोनिया र भिरिडेन्सलाई पनि कसरी छुट्याउने भन्यो भने अप्टोचिन भन्ने एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट गर्दा अप्टोचिन सेन्सिटिभ आएछ भने निमोनी, रेसिस्टेन्स आएछ भने को रहेछ बहिनी? भिरिडेन्स रहेछ। अल्फा हेमोलाइटिकको नाम के हो भनेर सोध्यो भने पनि मिलाउँछौँ, अप्टोचिन सेन्सिटिभको नाम के हो भनेर सोध्यो भने पनि मिलाउँछौँ। बिटा हेमोलाइटिक भन्यो भने कम्प्लिट हेमोलाइसिस अथवा क्लियर जोन अफ हेमोलाइसिस है। म बिस्तारै बोल्छु, मैले बोलेको सुनौ राम्रोसँग। अलि कमान्डिङ तरिकाले अलि ठुलो ठुलो स्वरमा बोल्न सक्ने स्थिति छैन आज, किनकि धेरै क्लास पढाइसकेँ, टाउको दुखिसक्यो है। हजुरहरूले चाहिँ मजाले बुझ्नु होला, नबुझेसम्म बुझाउने जिम्मा मेरो भयो है। सबैभन्दा गाह्रो गाह्रो अप्ठ्यारो अप्ठ्यारो विद्यार्थीलाई अप्ठ्यारो लाग्ने कन्टेन्टहरू मैले हेरिदिरहेको छु, तपाईँहरू डराउनु परेन। बिटा हेमोलाइटिक अथवा कम्प्लिट क्लियर हेमोलाइसिस भन्यो भने के रहेछ भन्यो भने बिटा हेमोलाइटिक ग्रुप ए स्ट्रेप्टोकोकाई भन्यो भने स्ट्रेप्टोकोकस पायोजेन्स, र ग्रुप बी स्ट्रेप्टोकोकस भन्छ, स्ट्रेप्टोकोकस अगालेक्टी भन्छ। ग्रुप बीमा एमा को पर्छ? पायोजेन्स, बीमा को पर्छ? अगालेक्टी भन्ने पर्छ है त। हो, स्ट्रेप्टोकोकस पायोजेन्स र के पर्छ? स्ट्रेप्टोकोकस अगालेक्टी भन्ने पर्छ है त। ग्रुप ए र ग्रुप बी बिटा हेमोलाइटिक कम्प्लिट अथवा क्लियर जोन अफ हेमोलाइटिक है त। अब यो पायोजेन्स र अगालेक्टीलाई छुट्याउने के हो भने बेसिट्रासिन सेन्सिटिभिटी टेस्ट भन्छ। बेसिट्रासिन सेन्सिटिभ छ भने पायोजेन्स ग्रुप ए, बेसिट्रासिन रेसिस्टेन्स छ भने के रहेछ? ग्रुप बी यानि कि अगालेक्टी भन्छ। यो अगालेक्टी चाहिँ क्याम टेस्ट पनि पोजिटिभ हो। अब गामा हेमोलाइटिक भन्यो भने नो हेमोलाइसिस, हेमोलाइसिस नै छैन हो। यो चाहिँ हेमोलाइसिस छैन, तर यसलाई चाहिँ 6.5% एनएसिएलमा ग्रोथ हुन्छ भन्यो भने इन्टेरोकोकस फिकालिस होइन हो। यो भन्यो भने के रहेछ हो। जस्तै अर्को स्ट्रेप्टोकोकस बोविज भन्ने चाहिँ के रहेछ भने ग्रोथ इन 6.5% एनएसिएलमा हुँदैन भन्ने चाहिँ एस बोविज रहेछ भन्ने कुरा थाहा पाउनु पर्यो है त। अब यहाँ तपाईँलाई तिरिमिरी चाहिँ होला है। इन्डिभिजुअल ब्याक्टेरियाको बारेमा नपढेसम्म यो आउँदैन। यो अलि डिटेलमा हो, इन्डिभिजुअल ब्याक्टेरियाको विशेष मोस्ट इम्पोर्टेन्ट कन्टेन्टहरू हुन् है। अब यो फ्लो चार्टबाट आज जति बुझिन्छ दिमागमा राख्छौँ, ओभरभ्यू यसो दिमागमा वार्मअप भयो। त्यसपछि इन्डिभिजुअल फेरि ब्याक्टेरियाहरूलाई कसले के गराउँछ, टक्सिक सक सिन्ड्रोम कसले गराउँछ, के गराउँछ भनेर हेरौँला। यहाँ मध्ये पनि बहुत इम्पोर्टेन्ट कुराहरू पनि हामी हेरौँला। अब बल्ल ग्राम पोजिटिभ कोकाई सल्टियो। अब ग्राम नेगेटिभ कोकाईको नाम के हो त भन्यो भने यी नाइजेरिया मात्रै हो होइन हो। नाइजेरिया मेनिन्जाइटिस, नाइजेरिया गोनोरी हो। यस्तै ग्राम पोजिटिभ ब्यासीलाई, ग्राम नेगेटिभ ब्यासीलाई सबै पढ्नुपर्छ है। अब ऐन फ्लो चार्ट भएको ब्याक्टेरियाहरू हामी हेरौँ र त्यसको तपाईँहरूलाई म यसो टेस्ट पनि गराउँछु है। यहाँ टेस्टको कन्टेन्ट पनि छ है त। लु अब यहाँ पहिला टेस्ट गराइहालौँ न। अब ग्राम स्टेन भने कोकाई, ग्राम स्टेन भने है, हजुरहरूले मजाले बुझ्नु भएको छ है त। ग्राम स्टेन भने मैले है, ग्राम स्टेनमा ग्राम स्टेन गर्दाखेरि ग्राम पोजिटिभमा के लेख्ने होला? लु भनौँ त कोकाईको बारेमा यसले लेख्नै छोड, के लेख्ने होला? ल अलिक गाह्रो भयो तपाईँलाई, अलिक गाह्रो भयो भने अब पछि गरौँ है त। अहिले अरू पढिसकेपछि रिभाइजमा गरौँला, तपाईँलाई अलिकति तर्सिनु भयो जस्तो लाग्यो। अब कोकाई भनेपछि एउटा स्टाफाइलोकोकस, स्ट्रेप्टोकोकस। अब स्टाफाइलोकोकस भनेको त हामीले जनरली पढेको अरियस, इपिडर्मिडिस, स्याप्रोफाइटिकस हो। अब यो स्टाफाइलोकोकसको पनि अरियसको बारेमा ट्याक्क जानौँ है। अहिले देखिनु भएको छ? अलिकति नदेखिने जस्तो छ, ह्यान्ड क्लियर छैन हो, अक्षर क्लियर छैन छ है हो। स्टाफाइलोकोकसमा के हुन्छ भने यसको भाइरुलेन्स फ्याक्टरहरू होइन, यसले के डिजिज गराउँछ भन्ने कुरा थाहा पाउनुपर्छ। जनरली स्टाफ अरियसमा प्रोटिन ए भन्ने हुन्छ, बिटा ल्याक्टामेज भन्ने प्रोडक्सन गर्छ मेनी ब्याक्टेरियाले, किनकि बिटा ल्याक्टम त्यो एन्टिबायोटिकको बिटा ल्याक्टम रिङसँग रेसिस्टेन्स हुनलाई है। बिटा हेमोलाइटिक है, जनरली हेमोलाइटिकबाट चाहिँ छुट्याइँदैन यो स्टाफाइलोकोकस चाहिँ, तर हेमोलाइटिक कोलोनी जस्तै ब्लड अगारमा ग्रो गर्दा चाहिँ बिटा हेमोलाइटिक नै हुन्छ। अनि हिट स्टेबल इन्टेरोटोक्सिनहरू प्रोडक्सन गर्छ है यसले, के रहेछ हिट स्टेबल इन्टेरोटोक्सिन भन्ने प्रोडक्सन गर्छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो है हो। अर्को क्याम टेस्ट
पोजिटिभ हुन्छ क्याम टेस्ट हेमोलाइसिनहरू सल्टसँग टलरेन्ट हुन्छ, सल्टले मार्न सक्दैन। अनि मेनिटोल सल्ट अगार भनेको दिस इज द सेलेक्टिभ मिडिया है, कल्चर मिडिया हो। मेनिटोल सल्ट अगार भन्यो भने कल्चर मिडिया अफ के रहेछ मेनिटोल सल्ट अगार है। मेनिटोल सल्ट अगार भन्यो भने कल्चर मिडिया हो के को स्टाफोरियस। स्टाफोरियसको कल्चर मिडियाको नाम के हो भने सोध्यो भने के भन्ने हजुरहरूले मेनिटोल सल्ट अगार भन्ने है। अनि यसमा पिगमेन्ट पनि फर्मेसन हुन्छ है, गोल्डन येल्लो है, गोल्ड पिगमेन्ट फर्मेसन हुन्छ, कोलोनी के कोलोनी है, ब्याक्टेरियाको कोलोनीमा चाहिँ गोल्डन येल्लो पिगमेन्ट हुन्छ। नर्मल फ्लोरा भनेको नाकको छालाको नर्मल फ्लोरा हो, त्यही कारणले एन्टिसेप्टिक अथवा असेप्सिस हुनु पर्यो नि त होइन, ब्लड कलेक्सन गर्दालाई एन्टिसेप्टिक 70% इथाइल अल्कोहल टिङ्चर अफ आयोडिन 2% यिनीहरू लगाइन्छ नि। अनि यसले के रोग गराउँछ भने टक्सिक सक सिन्ड्रोम गराउँछ, इम्पोर्टेन्ट हो नि हो, टक्सिक सक सिन्ड्रोम भन्ने गराउँछ है। यसले टक्सिक सक सिन्ड्रोम टक्सिन प्रोडक्सन गर्ने हुन्छ, टक्सिक सक सिन्ड्रोम गराउँछ। अनि अर्को एसएसएसएस गराउँछ है, यसरी थाहा पाउने स्टाफाइलोकोकस स्केल्डेड स्किन सिन्ड्रोम भन्ने हुन्छ क्या, स्टाफाइलोकोकल स्केल्डेड स्किन सिन्ड्रोम भन्ने हुन्छ। यो म पढाउँछु ल हजुरहरूलाई, अहिले एकैछिनमै गराउँछु है है स्टाफाइलोकोकस स्केल्डेड स्किन सिन्ड्रोम भन्ने गराउँछ है। यो हामीले कस्तो कस्तो गराउँछ भनेर चित्रसहित होइन चाहिँ हेर्छौँ है, यो डराउनु परेन, अहिलेलाई चाहिँ जान्नै पर्यो, सरले बोलेको कुरा याद गर्नु पर्यो है। अहिले एकछिनमा सोध्यो भने मिल्छ। टिएसएस कसले गराउँछ स्टाफाइलोकोकस अरियसले। एसएसएसएस कसले गराउँछ भनौँ भनौँ, बोलौँ साथी बोलौँ, कसले हो कसले हो कसले हो, भेरी गुड स्टाफाइले। अनि एब्सेसेसहरू गराउँछ। अनि फुड पोइजनिङ एकदमै इम्पोर्टेन्ट, 2 देखि 2 to 6 आवर्स हो इन्क्युबेसन पिरियड है। फुड पोइजनिङ फुड खाएको 2 देखि 6 घन्टामै त्यसको फुड पोइजनिङको लक्षणहरू देखिन्छ। एकुट इन्डोकार्डाइटिस गराउँछ आइबी ड्रग युजरहरूमा है, केमा आइबी ड्रग युजरहरूमा। एकुट ओस्टियोमाइलाइटिस पनि गराउँछ है। अनि ड्रग अफ चोइस भन्यो भने के रहेछ भने एमएसएसए भनेको मेथिसिलिन सेन्सिटिभ स्टाफ अरियसको लागि चाहिँ नेप्सिलिन भन्ने होइन, यो पनि पेनिसिलिनको ग्रुप है त हो, नेप्सिलिन भन्ने चलाउनु पाइयो। मेथिसिलिन सेन्सिटिभको लागि मेथिसिलिन एमआरएसए भन्ने हुन्छ है, यो एमआरएसएको लागि चाहिँ के चलाउनु पर्यो भने भ्यान्कोमाइसिन भन्ने। अब तपाईँलाई थाहा छ मोस्ट कमन नेजल क्यारियर हो क्या यो एमआरएसए अथवा यो भनेको नाकबाट, नाकमा हात लगाउनु हुन्छ, नाकबाट अब त्यो हातमा स्टाफ अरियस आयो अनि त्यसबाट चाहिँ अरूलाई सर्ने हुन्छ क्या हो। त्यही कारणले यसलाई प्रिभेन्सन कसरी भयो भने ह्यान्ड वासिङबाट प्रिभेन्ट गर्न सकिन्छ। हात धोयो भने यसले स्टाफ अरियस सर्नबाट जोगिन्छ भनेको। बल्ल स्टाफ अरियस पढ्यो, ल ल ल ल ल ल ल स्टाफ अरियस के जाने त मुख्य भन्यो भने टी सक सिन्ड्रोम टिएसएस एसएसएसएस मेन कुरा यो नछुटाउ ल। अनि के हेमोलाइटिक बिटा हेमोलाइटिक। कल्चर मिडियाको नाम के हो मेनिटोल सल्ट अगार हो, यति जाने भयो भन्छ। अनि स्टाफ अरियस के रहेछ यो के हो ग्राम पोजिटिभ, कगुलेज पोजिटिभ कि नेगेटिभ ल भन त, कगुलेज पोजिटिभ कि नेगेटिभ, कगुलेज पोजिटिभ हो, यति जानेपछि त मिलिहाल्यो नि। अर्को स्टाफाइलोकोकस इपिडर्मिडिस जुन चाहिँ कगुलेज नेगेटिभ है। नोभोबायोसिन सेन्सिटिभ हो कि रेसिस्टेन्ट हो इपिडर्मिडिस सेन्सिटिभ है त हो, कगुलेज नेगेटिभ हो, हेमोलाइटिक हुँदैन होइन हो, जहाँ चाहिँ प्लास्टिक एडेरेन्स यहाँ चाहिँ इन्फेक्सन हुनसक्छ। नर्मल स्किन फ्लोरा हो, नाकको मुखको गडको। आइबी ड्रग युजर हुन्छ नि हो, यिनीहरूमा इन्डोकार्डाइटिस पनि गराउँछ। क्याथेटर अथवा प्रोस्थेटिक डिभाइसहरूबाट इन्जेक्सन हुन सक्ने हुन्छ। इपिडर्मिडिस भनेको सर्फेसमा क्या, सर्फेसबाट चाहिँ इन्फेक्सन गराउने हुन्छ भन्ने बुझ्ने, धेरै बुझ्नु परेन। अर्को स्टाफाइलोकोकस स्याप्रोफाइटिकस भन्यो भने के रहेछ यो के रहेछ हजुरहरूले भन्नु त, यो के रहेछ भने कगुलेज नेगेटिभ रहेछ, थाहा पाइयो नि, नन हेमोलाइटिक हो। सेक्सुअल्ली एक्टिभ एडोलेसेन्टमा युरिनरी ट्र्याक इन्फेक्सन गराउने कसले हो स्टाफाइलोकोकस स्याप्रोफाइटिकस है त। हामीले मोस्ट कमन कज अफ युटिआई भनेर इकोलाई भनेर पढ्थ्यौँ नि हो, सेकेन्ड मोस्ट कमन कज अफ युटिआई भन्यो भने चाहिँ स्टाफ स्याप्रोफाइटिकस हो क्या, सेक्सुअल्ली एक्टिभ वुमनहरूमा है। अनि युरिएज पोजिटिभ पनि हुन्छ है यो स्याप्रोफाइटिकस भनेको। नोभाइसिन सेन्सिटिभ हो कि रेसिस्टेन्ट हो स्याप्रोफाइटिकस भनौँ न साथी, रेसिस्टेन्ट हो फ्याक्ट भन्ने क्या, सरले सोधेलाई फ्याक्ट अनम्युट गर्ने फ्याक्ट भन्ने अनि त्यसपछि अनि म्युट गरिहाल्ने।
है त मुखमा सुपारी राखेको छौ नानु छ कि छैन हो छैन। मुखमा सुपारी राखेको छौ गुड्का राखेको छौ भोला राखेको छौ भने चाहिँ बोल्न गाह्रो हुन्छ नत्र सरले सोधेलाई फ्याक्ट भन्ने है तपाईँहरूलाई एकदम फ्री बोल्न दिएको छौ त ल अब स्टेप टु फ्याक्टै बत्ती गयो नि त अनि बत्ती जाने बित्तिकै त झ्यामझुम जाँदो रहेछ नि है झ्याप्प बत्ती गयो फेरि बत्ती आइहाल्यो कि त्यस्तो हुँदो रहेछ है ल अब स्टेप टु फोकस मैले बोलेको सुन्नु भएको छ है हजुरले सुन्नु भएको छ स्टेटोकोकस भन्ने है त क्याटलेज नेगेटिभ स्टेटोकोकस पनि धेरै प्रकारको छन् अघि नै हामीले डिफ्रेन्सिएट गरिसक्यौँ जुन चाहिँ स्टेटोकोकस अल्फा हेमोलाइटिकको कुरा गरौँ है त अल्फा हेमोलाइटिकमा जुन चाहिँ अप्टोचिन सेन्सिटिभवाला थियो नि स्टेटोकोकस निमोनी हो यो यसको बारेमा हामी अलिअलि विस्तृत छलफल गर्छौँ ल्यान्डसेट आकारको हुन्छ लेन्सेट क्या लेन्स होइन ल्यान्डसेट क्याप्सुल हुन्छ अब हामीले क्याप्सुलेटेड नन क्याप्सुलेटेड ब्याक्टेरियाहरू सबै पढ्छौँ है क्याप्सुल हुन्छ कुलङ रियाक्सन हुन्छ जुन क्याप्सुलेटेड ब्याक्टेरिया छ त्यसको मात्रै हुन्छ कुलङ रियाक्सन आइजिए प्रोटिएज भन्ने भाइरुलेन्स फ्याक्टर हुन्छ है यो प्रोडक्सन हुन्छ अनि लाइज बाई वाइलले लाइज गर्छ अप्पर रेस्पिरेटरी ट्र्याक युआरटीको नर्मल फ्लोरा हो यो है यसले 60 इयर्सभन्दा बढी इयर्सभन्दा बढी वर्ष भएको मान्छेलाई निमोनिया गराउँछ है एडल्टमा यसले मेनिन्जाइटिस पनि गराउँछ है होइन अनि ओटाइटिस मिडिया गराउँछ बच्चाहरूमा ओटाइटिस मिडिया पनि गराउँछ यसले ड्रग अफ चोइस पेनिसिलिन जी हो है यति कुरा चाहिँ थाहा पाउनु पर्यो है त ल तर बुढो मान्छेहरूमा क्या एल्डरली मान्छेहरूमा चाहिँ भ्याक्सिन दिन सकिन्छ जस्तै निमोकोकलको भ्याक्सिन लगाउने 60 वर्ष 50 वर्ष कटेको मान्छेलाई भन्छ नि हो यही हो है निमोकोकल स्टेटोकोकस निमोनिया अर्को स्टेटोकोकस भिरिडेन्स भन्छ भिरिडेन्स ग्रुपका हुन्छ सेङ्गुइस र म्युटेन्स भन्ने हुन्छ अब यसमा डेक्स्ट्रान्सहरू एडियर टु डेन्टल क्यारियर्सहरूमा एडियर भएको हुन्छ ओरोफ्यारेन्क्सको नर्मल फ्लोरा हो सब एक्युट इन्डोकार्डाइटिस गराउँछ यसले है यो चाहिँ सम्झिनु पर्यो है पोस्ट डेन्टल वर्क्स अथवा अर्थ के भन्छ पोवर डेन्टल हाइजिनमा होइन यसले चाहिँ के गराउँछ सब एक्युट इन्डोकार्डाइटिस गराउँछ के गराउँछ अरे सब एक्युट इन्डोकार्डाइटिस गराउँछ भन्ने कुरा थाहा पाउनु पर्यो है त धेरै थाहा पाउनु परेन अलिअलि थाहा पाउनु हामी त धेरै ब्याक्टेरिया छ नि धेरै ब्याक्टेरियाको सबै चिज थाहा पायो भने त अनि खत्रै भइहाल्यो नि त्यो त होइन अब अर्को स्टेटोकोकसको ग्रुप ए यो कुन हेमोलाइटिक हो ल भनौँ त ग्रुप ए र ग्रुप बी कुन हेमोलाइटिक हो स्टेटोकोकसमा भनौँ भन्नु त ग्रुप ए र ग्रुप बी कुन हेमोलाइटिक हो बिटा हेमोलाइटिक है त हो स्टेटोकोकस पायोजेन्स र अगालेक्टिभ भनेको कुन हेमोलाइटिक हुन्छ बिटा हेमोलाइटिक बेसिट्रासिन सेन्सिटिभ कुन चाहिँ हो भनौँ त सुषमा बहिनी बेसिट्रासिन सेन्सिटिभ कुन हो स्ट्रेप्टोकोकस पायोजेन्स है त पायोजेन्स चाहिँ के हुन्छ बेसिट्रासिन सेन्सिटिभ हुन्छ अर्को क्याप्सुल अफ हाइलुरोनिक एसिड होइन हो यिनीहरूमा चाहिँ तपाईँहरूले थाहा पाउनुपर्छ क्या एउटा जस्तै ब्याक्टेरियाको क्याप्सुल के मिलेर बनाएको हुन्छ भनेर सोध्यो भने केबाट बनाएको हुन्छ भन्नु त पोलिसाक्राइड क्याप्सुल हुन्छ हो तर ब्यासिलस एन्थ्रासिस अथवा ब्यासिलसको पोलिग्लुटामेट हुन्छ पोलिपेप्टाइड हुन्छ भने स्टेटोकोकस पायोजेन्सको हाइड्रोनिक एसिड हुन्छ क्या यसले एम प्रोटिन प्रोडक्सन गर्छ स्टेटोलाइसिन ओ स्टेटोलाइसिन एस भन्ने प्रोडक्सन हुन्छ इन्जाइमहरू के अरे इन्जाइमहरू प्रोटिनहरू क्या है स्टेटोकाइनेज भन्ने हाइलुरिनेज भन्ने यिनीहरू चाहिँ प्रोडक्सन हुन्छ इरिथ्रोजेनिक टक्सिनहरू प्रोडक्सन हुन्छ यसले रुमेटिक फिभर गराउँछ सोच है यसले रुमेटिक फिभर गराउँछ स्टेटोकोकस पायोजेन्सले के फिभर है रुमेटिक फिभर गराउँछ कसले स्टेटोकोकस पायोजेन्सले है यो कुरा थाहा पाउनु पऱ्यो है रुमेटिक फिभर भन्ने थाहा पाउनु पऱ्यो अर्को पोस्ट स्टेपको एक्युट ग्लोमेरुलर नेफ्राइटिस गराउँछ पोस्ट स्टेप्टोकोकल एक्युट ग्लोमेरुलर नेफ्राइटिस भन्ने गराउँछ सेलुलाइटिस गराउँछ इम्पिडीको गराउँछ भन्यो भने पेनिसिलिन जी आइबी होइन इन्ट्रा भास्कुलर होइन आइबी इन्ट्राभेनस चाहिँ हामीले के दिन्छ भन्यो भने औषधि दिन्छ यो है यो स्टेटोकोकस पायोजेन्सको लागि अब ग्रुप बी स्टेटोकोकाई जसको नाम के रहेछ भने स्टेटोकोकस अगालेक्टी भन्ने रहेछ के रहेछ स्टेटोकोकस अगालेक्टी भन्ने रहेछ अब यो क्याम टेस्ट पोजिटिभ भन्छ इन्कम्प्लिट हेमोलाइसिसहरू देखिन्छ कि होइन यहाँ हेमोलाइसिसहरू हुन्छ
त्यही कारण क्याम टेस्ट पोजिटिभ भन्ने थाहा पाउनु पर्यो होइन। अर्को यसले हिप्युरेटलाई हाइड्रोलाइज गराउँछ, सल्टसँग टलरेट हुन्छ, भजाइनामा कोलोनाइज हुनसक्छ होइन। जस्तै स्क्रिन प्रेग्नेन्ट ट्रिटमेन्ट विथ दि के रहेछ अन्डर मेनिन्जाइटिसको केसमा होइन, फर न्युनेटल मेनिन्जाइटिसहरूमा पनि है यसको ड्रग अफ चोइस भन्यो भने के रहेछ पेनिसिलिन भन्ने हुन्छ है। त्यति धेरै इम्पोर्टेन्ट छैन, जस्ट के थाहा पनि क्याम टेस्ट पोजिटिभ थाहा पनि है तपाईँले ल्याबको मान्छेले। ग्रुप डी स्टेटोकोकस भनेको फिकालिस इन्टेरोकोकस भनिन्छ होइन। हो अर्को यसले चाहिँ बायोस्कुलिन हाइड्रोलाइज गरेर के हाइड्रोलाइज हुन्छ होइन, र सल्ट टलरेन्ट पनि हुन्छ, कोलोनको नर्मल फ्लोरा हो जिआइटीको होइन, युरिनरी ट्र्याक इन्फेक्सन पनि गराउँछ, बिलियरी ट्र्याक इन्फेक्सन पनि गराउँछ, पोस्ट स्टेटोकोकल के रहेछ इन्डोकार्डाइटिस ओपी इन्डोकार्डाइटिस पनि गराउँछ, अपर्चुनिस्टिक इन्फेक्सन पनि गराउँछ यसले भन्ने थाहा पाउनु पर्यो। अर्को ग्रुप डी भनेको स्टेटोकोकस बोभिज भन्ने हुन्छ, नन इन्टेरोकोकल फ्यामिलीको हो होइन, यसले बायोस्कुलिनलाई हाइड्रोलाइज गराउँछ, ब्ल्याक प्रेसिपिटेडहरू चाहिँ फर्मेसन हुन्छ भनेपछि यहाँबाट अघिनको डिफ्रेन्सिएसन जान्ने भने हुन्छ यो इन्डिभिजुअल ब्याक्टेरियामा ककसमा के हुन्छ चाहिँदैन चाहिन्छ चाहिँ के हो भने डेन्टल क्यारिज कसले गराउँछ भने भिरिडेन्स म्युटेन्स भन्ने भिरिडेन्सको नि म्युटेन्स भन्ने है। पायोजेन्सको यो पायोजेन्सको मेन कुरा के थाहा पाउनु भने क्याप्सुलेटेड भन्ने त थाहा पाउनै पर्छ हाइड्रोक्लोरिक एसिड भन्ने, अरू रुमेटिक फिभर भन्ने बढी इम्पोर्टेन्ट चाहिँ रुमेटिक फिभर कसले गराउँछ पायोजेन्सले। एगालेक्टीको के पर्ने भने क्याम टेस्ट पोजिटिभ पर्ने एगालेक्टीको बारेमा जान्नेलाई होइन एउटा छ है। अर्को फिकालिसमा के हुन्छ भनेर सोध्यो भने इन्टेरोकोकस फिकालिसको के हो भनेर सोध्यो भने यसले युटिआई गराउँछ त जस्तो नै थाहा छ होइन। अर्को अरू इन्टेरोकोकसको चाहिँ अरू जनरली त्यस्तो चाहिँदैन है, बिलियरी ट्र्याक अब्स्ट्रक्सन हो यो चाहिँ इम्पोर्टेन्ट छ भयो, बिलियरी ट्र्याक अब्स्ट्रक्सन गराउँछ भन्ने। बोभिजको केही चाहिँदैन है, डराउनै पर्दैन, बोभिजको केही चाहिँदैन ल भनेपछि स्टाफाइलोकोकस र स्टेटोकोकसहरू सल्टियो। अब लागौँ है त, स्टाफाइलोकोकस स्टेटोकोकस भन्ने सल्ट्यो। अब ग्राम पोजिटिभबाट ग्राम नेगेटिभ कोकाई त कोकाई हो, ग्राम पोजिटिभ पढाएको थियो, अब ग्राम नेगेटिभ कोकाई है त, ग्राम नेगेटिभ कोकाई भन्ने जान्न पर्यो। ग्राम नेगेटिभ कोकाईमा को थियो हामीसँग भने नाइजेरिया गोनोरी मेनिन्जाइटिस भन्ने हुन्छ नि हो, किडनी अथवा बिन सेपको हुन्छ जनरली है, जनरली गोनोरी चाहिँ किडनी सेपको हो, मेनिन्जाइटिस चाहिँ लेन सेपको हो क्या यो, मेनिन्जाइटिस चाहिँ जोडीमा लेन सेपको हो, गोनोरी पनि जोडीमा हो तर बिन सेपको हो क्या, किडनी सेपको चाहिँ गोनोरी हो है। क्याटालेज पोजिटिभ ठिक छ, अनि अक्सिडेज पनि पोजिटिभ हुन्छ, आइजिए प्रोटिएज प्रोडक्सन हुन्छ, इन्डोटक्सिन प्रोडक्सन हुन्छ, ग्लुकोज युटिलाइज गर्छ, चक्ने डगरमा ग्रो गर्छ, यिनीहरूको सेलेक्टिभ मिडिया त छँदैछ इन्डिभिजुअल है। नाइजेरिया मेनिन्जाइटिस भनेको पोलिस्याक्राइड्स क्याप्सुल हुन्छ, अनि गोनोरीमा क्याप्सुल हुँदैन। नाइजेरियामा भन्ने बिटा ल्याक्टेमेज भन्ने इन्जाइम चाहिँ थोरै हुनसक्छ, गोनोरीमा चाहिँ बिटा ल्याक्टेमेज धेरै हुन्छ, अप्पर रेस्पिरेटरी ट्र्याकमा कोलोनाइज हुन्छ यो है। हो एउटा सिन्ड्रोम हुन्छ क्या वाटर हाउस के रहेछ फ्राइड रिचर्न सिन्ड्रोम भनिन्छ है हो, यस्तो चाहिँ के हुन्छ मेनिन्जाइटिसमा हुन्छ। कल्चर मिडियाको नाम थायर मार्टिन मिडिया हो है, थायर मार्टिन मिडिया भनेको सेलेक्टिभ मिडिया भन्ने हुन्छ है, यो थाहा पाउनुपर्छ नाइजेरिया गोनोरीको लागि होइन। भनेपछि अलिअलि थाहा पाउने इन्डिभिजुअली अरू कुराहरू पनि हामीले आइडेन्टिफिकेसनमा चाहिँ मजाले पढ्छौँ। अब रड आयो है त, के आयो अरे भाइ बहिनीहरू रड। अब ग्राम पोजिटिभ रडको नाम के होला ल भन, जनरली सर र भन त, ग्राम पोजिटिभ रडको नाम सरले के भनेको थियो होला अघिल्लोतिर ल भन त, भन म पाइनँ। इकोलाई साल्मोनेला के अरे नानी इकोलाई अरे के अरे ब्यासिलस क्लोस्ट्रिडियम। इकोलाई भन्यो भने त खत्तम भइहाल्छ, ग्राम नेगेटिभ है। हजुर ग्राम पोजिटिभको रडको नाम मात्रै जान्नलाई सरले यसरी भनिएको थियो नि, राम्रोसँग बुझ्नु पर्यो, ए बी सी डी एल स्क्वायर एमएन भनेको थियो नि याद छ। एबाट एक्टिनोमाइसेटिस फिलामेन्टस, बीबाट ब्यासिलस स्पोर फर्मिङ है, सीबाट क्लस्ट्रिडियम एनेरोबिक, डीबाट
डिप्थेरिया, कोर्नेब्याक्टेरियम डिप्थेरिया होइन, चाइनिज लेटर सेपको हो। एलबाट एउटा लिस्टेरिया मोनोसाइटोजिनिस भनेको है। अर्को टम्लिङ मोटिलिटी हुन्छ क्या लिस्टेरियाको। अर्को ल्याक्टोब्यासिलाई हो, हेर्नु है, ल्याक्टोब्यासिलाई। अर्को एमबाट माइकोब्याक्टेरियम जनरली ग्राम स्टेन गरिँदैन, एएफ स्टेन गर्ने हो, यदि गरियो भने ग्राम पोजिटिभ। एनबाट के रहेछ भाइ बहिनीहरू, नोकार्डिया है त, यो जान्नु पर्यो भनेको क्या मैले, बुझ्नुभयो। ग्राम पोजिटिभ ब्यासिलाई है, यो नेगेटिभ होइन। ल ग्राम पोजिटिभ कोकाइको नाम भनौँ त, ल ग्राम पोजिटिभ कोकाइको नाम यस्तो यस्तो थाहा पाइएन भने त के सुरु गर्नु त माइक्रोबायोलोजी होइन। ग्राम पोजिटिभ कोकाइको नाम के हो भन्नु त, स्टाफाइलोकोकस, स्ट्रेप्टोकोकस, इन्टेरोकोकस, अर्को निमोकोकस पनि भन्नु पायो, त्यहीँभित्रै पर्छ है। अब ग्राम नेगेटिभ कोकाइको नाम के हो भन्यो भने गोनोकोकस, मेनिङ्गोकोकस अनि मोरक्जेला होइन त हो। अब ग्राम पोजिटिभ रडको नाम के हो भन्यो भने एबिसिडी, एल स्क्वायर एमएन भर्खर पढेको। ग्राम नेगेटिभ रड भन्यो भने मस्ट अफ दि रड प्याथोजेनिक, मस्ट अफ दि प्याथोजेनिक ब्याक्टेरिया जति चाहिँ के हुन्छ भने ग्राम नेगेटिभ ब्यासिलाई हुन्छ। अब स्पोर फर्मिङ, मैले हजुरहरूलाई म फेरि पनि भन्छु, स्पोर फर्मिङ ब्याक्टेरियाको नाम के थाहा छ हजुरहरूलाई? बिएससी केमिस्ट्री भन्थेँ नि मैले। बीबाट ब्यासिलस, एसबाट स्पोरोसर्सिनिया, सीबाट क्लस्ट्रिडियम, अर्को केमिस्ट्रीको सीबाट कक्जिला बुर्नेटी भनिन्थ्यो क्या। ल ठिकै छ, केही छैन। ग्राम पोजिटिभ रडमा लागौँ हामी। ग्राम पोजिटिभ रडमा लाग्दाखेरि नन स्पोर फर्मिङको कुरा मात्रै गरेका छौँ हामीले यहाँ। के रहेछ? स्पोर फर्मिङ छैन। ग्राम पोजिटिभ रड त ब्यासिलस पनि हो कि होइन? हो कि होइन? एबिसिडी एल स्क्वायर एमएनमा बीबाट ब्यासिलस आउँछ कि आउँदैन? आउँछ। ब्यासिलस त स्पोर फर्मिङ हो कि नन स्पोर फर्मिङ? ब्यासिलस चाहिँ स्पोर फर्मिङ। अहिले हामीले कुरा गर्दै गरेको चाहिँ नन स्पोर फर्मिङको कुरा गरिरहेछौँ है त। अब ग्राम नन स्पोर फर्मिङ एरोबिक र एनारोबिक। अब एनारोबिक को हो भन्यो भने एक्टिनोमाइसेटिस इजरायली होइन, एक्टिनोमाइसेटिस चाहिँ एनारोबिक हो, अरू के रहेछ? एरोबिक रहेछ। तर हामीले यहाँ के मात्रै पढेका छौँ थाहा छ? थाहा छ? नन स्पोर फर्मिङ। ग्राम पोजिटिभ रड त को पनि छ थाहा छ हजुरहरूलाई? क्लस्ट्रिडियम पनि छ नि त हो। क्लस्ट्रिडियम भनेको त एनारोबिक भयो नि त होइन। यो त किन राखेनौँ हामीले यहाँ? किनकि यहाँ त हामीले पढेको स्पोर फर्मिङ मात्रै, क्लस्ट्रिडियम के अरे नन स्पोर फर्मिङ मात्रै। क्लस्ट्रिडियम ब्यासिलस भनेको चाहिँ के रहेछन् भने स्पोर फर्मिङ हुन् है। क्लस्ट्रिडियम ब्यासिलस भनेको के हुन् रे? स्पोर फर्मिङ हुन्। हजुरहरूले थाहा पाउनु पर्यो है त, जसरी हुन्छ यो थाहा पाउनु पर्यो है त। ल अब अर्को कुरा के रहेछ भने नन स्पोर फर्मिङमा मोटाइल, मोटाइल को हो भने लिस्टेरिया मोनोसाइटोजिनिस भनिन्छ क्या। अघि भएको नि मैले टम्लिङ मोटिलिटी, जेट फ्रम सेल टु सेल भनेको है त हो। फ्याकल्टेटिभ इन्ट्रासेलुलर अर्गानिजम भनेको कहिले कहिले अवसर आयो भने सेलभन्दा भित्र पनि बस्छ, नत्र सेलभन्दा बाहिर। बिटा हेमोलाइटिक, बिटा हेमोलाइटिक अरू को थियो थाहा छ? स्ट्रेप्टोकोकस पायोजेन्स, अगालेक्टी, स्टाफाइलोकोकस अरियस पनि बिटा हेमोलाइटिक थियो। लिस्टेरिया मोनोसाइटोजिनिस पनि बिटा हेमोलाइटिक हुँदो रहेछ। कोल्ड इनरिचमेन्ट भनेको मतलब कोल्ड, अलिकति कोल्ड मिडियामा ग्रो हुन्छ भनेको मतलब 25 डिग्री सेन्टिग्रेडमा ग्रो हुनसक्छ। यसले सेप्सिस गराउँछ होइन। अर्को प्लासेन्टा क्रस हुन्छ, यो के हुन्छ? प्लासेन्टा क्रस हुन्छ भन्ने थाहा पाउनु पर्यो है त। यो यसले मेनिन्जाइटिस गराउँछ है होइन। रिनल ट्रान्सप्लान्टहरूमा नियोनेटल होइन क्यान्सर गराउँछ यसले है, रिनल ट्रान्सप्लान्ट डिजिजहरू गराउँछ। अनि यसको ड्रग अफ चोइस डिओसी भनेको ड्रग अफ चोइस के हो? एम्पिसिलिन र जेन्टामाइसिन हो भन्ने कुरा अलिअलि थाहा पाउनु। ड्रग अफ चोइस जनरली जान्नु पर्दैन। लिस्टेरियाको मेन कुरा थाहा पाउने के हो भन्यो भने टम्लिङ मोटिलिटी। लिस्टेरिया टम्लिङ सजिलो छ नि, टेरिया टम्लिङ, टम्लिङ टेरिया, यो थाहा पाउने, अरू थाहा पाउनै पर्दैन है, अरू त्यस्तो इम्पोर्टेन्ट नै छैन। अरू कोर्नेब्याक्टेरियम डिप्थेरी भनेको क्लब सेप, चाइनिज लेटर सेप। यसमा चाहिँ मेन कुरा जान्नुपर्ने भने यही हो है त हो। एक्जोटक्सिनहरू प्रडक्सन गर्छ एडिपिआर अथवा के रहेछ इलङ्गेसन फ्याक्टर 2 भन्छ। हार्ट नर्भ्स होइन होइन, यिनीहरूमा चाहिँ इन्फेक्सन हुन्छ। भोलुटिनिक ग्रानुल्स हुन्छ होइन हो है त। मेटाक्रोमेटिक ग्रानुल्स भन्छ क्या त्यसलाई, के भनिन्छ? मेटाक्रोमेटिक ग्रानुल्स अथवा भोलुटिनिक ग्रानुल्सहरू हुन्छ। अनि यसको कल्चर मिडियाको नाम लोफ्लस मिडिया हो। के अरे
कुन मिडिया हो? लो फ्लर्स मिडियम भनिन्छ कल्चर मिडिया है त। अनि टेलुराइट अगारमा ब्ल्याक कोलोनी देखिन्छ क्या कल्चर मिडिया के रहेछ टेलुराइट अगारमा। अर्को इलिक टेस्ट पोजिटिभ भन्ने हुन्छ होइन हो। यसले के गराउँछ? ग्रे सिउडो मेम्ब्रेन गराउने भन्छ, मायोकार्डाइटिस गराउँछ होइन होइन कार्डियक मसलमा इन्फ्लामेसन होइन, रिकरेन्ट ल्यारिन्जियल नर्भ प्याल्सी भन्ने हुन्छ। ड्रग अफ चोइस के रहेछ? एन्टिटक्सिन प्लस के रहेछ इरिथ्रोमाइसिनहरू टोक्सोइड भ्याक्सिनहरू प्रयोग गरिन्छ। भनेपछि अब कोरोना ब्याक्टेरियम डिप्थेरीको को लागि चाहिँ मुख्य इम्पोर्टेन्ट के पढ्ने त सर? यो सबै त मलाई आउँदैन भन्नु भने एलिक टेस्ट पोजिटिभ भन्ने लो फ्लर्स मिडियम चाहिँ के रहेछ? कल्चर मिडियाको नाम हो। चाइनिज लेटर अथवा क्लब सेपको हुन्छ भन्ने हजुरहरूले थाहा पाउनु पर्यो है त। ल अर्को नाइजेरिया एस्टेरोइड्स भनिन्छ। अर्को नन मोर्टाल के रहेछ? के अरे के एस्टेरोइड्स भन्यो भने नाइजेरिया त होइन होला, नोकार्डिया हो। कहाँ नाइजेरिया भन्न आएछ मलाई फेरि है। नोकार्डिया भन्ने हुन्छ होइन। अर्को नोकार्डिया एस्टेरोइड्स भन्ने हुन्छ। फिलामेन्ट्स टु रड फर्म हुन्छ है त। यो 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 क्वेसन सोध्छ है, फिलामेन्टस ब्याक्टेरियाको नाम के हो भन्यो भने एक्टिनोमाइसेटिज र नाइजेरिया हो क्या है। को हो रे? एक्टिनोमाइसेटिज र नाइजेरिया हो। यो पनि युरियस टेस्ट पोजिटिभ हुन्छ। पार्सियल्ली एसिड फास्ट मैले भने नि अघि नै होइन, पार्सियल्ली एसिड फास्ट हुन्छ। अनि के अरे क्याभिटरी ब्रोङ्को पल्मोनरी इन्फेक्सन गराउँछ यसले। मल्टिपल ब्रेन एब्सेसहरू हुन्छ, माइसिटोमा गराउँछ, ग्रानुसहरू फर्मेसन हुन्छ होइन। यो चाहिँ नोकार्डिया एस्टेरोइड्स। यिनीहरू जनरली जस्तै फिलामेन्टस ब्याक्टेरियाहरू चाहिँ जनरली भाइरस के अरे फङ्गाइको जस्तो प्रोपर्टीहरू देखाउने हुन्छ। एनारोबिकको नाम के रहेछ? एक्टिनोमाइसेटिस इजरायली भनिन्छ। रड्स विथ ब्रान्चिङ के ब्रान्चहरू हाँगा हाँगा भएको है, ब्रान्चिङ ब्याक्टेरिया भयो भने एक्टिनोमाइसेटिस होइन। अब नन मोटाइल हो है त, नट रेस्ट्रिक्टेड बाई एनाटोमिकल बााउन्ड्रिज हुन्छ। सल्फर ग्रानुस, यो क्वेसन सोध्न सक्छ, सल्फर ग्रानुस कसको हुन्छ भनेर सोध्यो भने एक्टिनोमाइसेटिस इजरायली भन्ने थाहा पाउनुपर्छ है त। नर्मल इन माउथ र फिमेल जेनेटल ट्र्याकमा हुन्छ होइन हो। अर्को लम्पी ज गराउने हुन्छ यसले है, यो अलिअलि थाहा पाउनु पर्यो है। यो के रहेछ? एक्टिनोमाइसेटिस इजरायली। अर्को स्पोर फर्मिङ है त, के रहेछ? अर्को स्पोर फर्मिङहरू हेरौँ है त। स्पोर फर्मिङमा के रहेछ? एरोबिक र एनारोबिक भन्ने हुन्छ। के हुन्छ? एउटा एनारोबिक भन्छ, अर्को के रहेछ? एरोबिक भन्ने हुन्छ। एरोबिक र के हुन्छ? एनारोबिक हुन्छ स्पोर फर्मिङ है त। अघि नै नन स्पोर फर्मिङ पढेको, अहिले सबै हामीले पढ्यो के हो? ग्राम पोजिटिभ ब्यासीलाई। अघि नै हामीले एबिसिडी एल स्क्वायर एमएन भनेको थियो नि, त्योभन्दा अरू जान पाइँदैन, अरू छैन त्यति। एक्टिनोमाइसेटिस, बीबाट ब्यासिलस होइन, अर्को सीबाट क्लोस्ट्रिडियम, डीबाट डिप्थेरिया, एलबाट लिस्टेरिया, ल्याक्टोब्यासिलाई होइन, माइक्रोब्याक्टेरियम र नोकार्डिया है। अब अघि नै हामीले पढेको नन स्पोर फर्मिङ, स्पोर फर्मेसन नहुने। अहिले चाहिँ हामीले पढ्नु पर्नेको हो स्पोर फर्मिङ। यो पनि एरोबिक एनारोबिक। अघि नै स्पोर नन स्पोर फर्मिङको एनारोबिक को थियो? एक्टिनोमाइसेटिस इजरायली थियो। अब स्पोर फर्मिङमा के रहेछ? एरोबिक र एनारोबिक भयो। यो पनि एरोबिकमा पनि के हुन्छ भन्यो भने मोटाइल र के हुन्छ? नन मोटाइल भन्ने हुन्छ। एरोबिकमा पनि के हुन्छ? मोटाइल र नन मोटाइल हुन्छ। अब मोटाइलमा को हो भन्यो भने ब्यासिलस सिरिज भन्ने हुन्छ मोटाइल होइन, हो ब्यासिलस सिरियस भन्ने हुन्छ मोटाइल है, यो थाहा पाउनु पर्यो। अनि यसमा के रहेछ भने हिट स्टेबल एक्जोटोक्सिनहरू प्रोडक्सन हुन्छ, जसले भोमिटिङ गराउने हुन्छ होइन। अनि के रहेछ? इन्क्रिज साइक्लिक एएमपीलाई इन्क्रिज गराउँछ होइन है। अनि त्यसपछि हिट लेभल टक्सिनहरू हुन्छ, हिट स्टेबल टक्सिन पनि हुन्छ, हिट लेभल टक्सिन पनि हुन्छ। अनि यसले फुड पोइजनिङ गराउने हो क्या है, यसले डायरिया गराउने हुन्छ है। यस्तो कन्डिसन हुन्छ। जस्तै फुड पोइजनिङ कहिले भने 2 देखि 18 घन्टाको ड्युरेसनमा इन्क्युबेसन पिरियड भनेको मतलब कस्तो खाना खाँदाखेरि फुड पोइजनिङ गराउँछ ब्यासिलस सेरिजले भन्यो भने रिहिटेड राइस के फ्राइड राइस भन्छ नि हो, रिहिटेड राइस के होइन, रिहिटेड फ्राइड राइस खाँदाखेरि फुड पोइजनिङ गराउनुहुन्छ है त। अर्को ब्यासिलस सिरिजपछि ब्यासिलस एन्थ्राक्स भनेको मैले भन्थेँ नि, सबै ब्याक्टेरियामा पोलिसेक्राइड क्याप्सुल हुन्छ। एउटा स्टेरोकोकस पायोजेन्समा हाइलुरोनिक एसिड हुन्छ भने एउटा ब्यासिलस एन्थ्राक्स भन्ने ब्याक्टेरियामा, सबै ब्याक्टेरियामा पोलिसेक्राइड्स हुन्थ्यो भने ब्यासिलस एन्थ्राक्स भन्ने ब्याक्टेरियामा पोलिडिग्लुटामेट भन्ने क्याप्सुल हुन्छ क्या। के हुन्छ अरे भाइ बहिनीहरू? पोलिडिग्लुटामेट, Capsule. पोलिडिग्लुटामेट भन्ने क्याप्सुल हुन्छ है। ल यसमा चाहिँ के हुन्छ भने प्रोटेक्टिभ एन्टिजनहरू, लिथल फ्याक्टरहरू, इडिमा फ्याक्टरहरू, यिनीहरू चाहिँ भाइरुलेन्ट फ्याक्टरहरू हुन्छ क्या यिनीहरू चाहिँ।
होइन पेनलेस स्किन अल्सरहरू गराउँछ 85% केसमा, ब्ल्याक स्कारहरू देखिने हुन्छ, स्ट्राइकिङ लोकल एडीमा, वुल सर्टर डिजिज भन्छ नि हो, वुल सर्टर डिजिज निमोनिया गराउने केले हो भनेर सोध्यो भने ब्यासिलस एन्थ्रासिस भन्ने थाहा पाउनु पर्यो, ड्रग अफ चोइस पेनिस। अर्को क्लस्ट्रिडियम टिटानी, यहाँ सुन है, ब्यासिलसमा स्पोर फर्मेसन हुन्छ कि हुँदैन? हुन्छ। मैले स्पोर फर्मी ब्याक्टेरियाको नाम लेखाएको छु नि, पछि पनि हामी फेरि पढ्छौँ, रिभाइज गर्छौँ। बिएससी केमिस्ट्री भनेर बीबाट ब्यासिलस, एसबाट स्पोर सर्निसिनिया, सीबाट क्लस्ट्रिडियम, अर्को केमिस्ट्रीको सीबाट कक्जिला उर्नेटी भन्थ्यो नि। अब क्लस्ट्रिडियम टिटानी भन्नेतिर लागौँ है त। हो, यो यिनीहरू चाहिँ के रहेछ, मोटाल। स्पोरोफर्मिङ नन मोटाल के हो भने ब्यासिलस सेरिज र ब्यासिलस के अरे स्पोरोफर्मिङ एरोबिकको नाम के हो भने सेरिज र एन्थ्राक्स। सेरिज र एन्थ्राक्समा सेरिज चाहिँ मोटाल, एन्थ्राक्स चाहिँ नन मोटाल। स्पोरोफर्मिङ एनारोबिकमा के हो भने क्लस्ट्रिडियम हो होइन, अरू त छँदै छैन। क्लस्ट्रिडियम टिटानीमा कस्तो स्पोर हुन्छ भने टर्मिनल स्पोर। टर्मिनल स्पोरको मिनिङ के थाहा छ हजुरहरूलाई? हो, जस्तै एउटा सपोज यो एउटा ब्याक्टेरिया भयो है, यो ब्याक्टेरियाको अन्तिममा स्पोर हुनेलाई के भन्छ? टर्मिनल। टर्मिनल भनेको अन्तिम पोइन्टमा स्पोर हुनेलाई के भन्छ? टर्मिनल भन्छ क्या। यो ब्याक्टेरिया भयो होइन, यो एउटा ब्याक्टेरिया भयो सपोज, यहाँनिर स्पोर हुने क्या, यस्तो स्ट्रक्चर हुनेलाई के भन्छ? टर्मिनल स्पोर भन्छ क्या। कसको हो भने टी फर टिटानी, टी फर टर्मिनल स्पोर है त, यो कुरा चाहिँ थाहा पाउनु पर्यो। अब एक्जोटोक्सिनहरू, टिटानोस्पाज्मिन भन्ने हुन्छ जसले चाहिँ गाबालाई इनिबिट गर्ने हुन्छ, गाबा ग्लाइसिनलाई। अर्को टिटानस गराउनु हुन्छ, स्पास्टिक प्यारालाइसिस भन्छ क्या। अर्कोले फ्ल्यासिड प्यारालाइसिस भनिन्छ, त्यो बोटुलिजमले होइन, यसले चाहिँ स्पास्टिक प्यारालाइसिस, यो इम्पोर्टेन्ट है त, स्पास्टिक प्यारालाइसिस गराउने कुनले हो भने टिटानीले हो क्या। फ्ल्यासिड प्यारालाइसिस गराउँछ भन्छ क्या एउटा बोटुलिजमले है, यसले चाहिँ के रहेछ? स्पास्टिक प्यारालाइसिस है। अर्को थाहा पाउनु पर्दैन। अर्को बोटुलिजममा के रहेछ? न्युरोटक्सिन हुन्छ, हिट लेभल हुन्छ, एसिटाइल कोलिन रिलिजलाई ब्लक गराउने हुन्छ, त्यही कारणले फ्ल्यासिड प्यारालाइसिस हुन्छ। कुनमा भने बोटुलिजम, क्लस्ट्रिडियम बोटुलिनममा भनेमा के रहेछ? फ्ल्यासिड प्यारालाइसिस भन्छ। अनि यसले के गराउँछ भन्यो भने फुड पोइजनिङ गराउँछ। कहाँको फुड भने क्यान्ड फुड है त, क्यान्ड फुड पोइजनिङ है त, क्यान्ड फुड खाएर यस्तो फुड पोइजनिङ गराउने भने क्लस्ट्रिडियम बोटुलिनम भनिन्छ है त, क्यान्ड फुड पोइजनिङ है त। हो, यसरी चाहिँ यो थाहा पाउनुपर्छ है, के पोइजनिङ रे? क्यान फुड पोइजनिङ है त। ल यो है त, क्यान फुड खायो भने फुड पोइजनिङ को रहेछ? क्लस्ट्रिडियम बोटुलिजम भन्ने थाहा पाउनु पऱ्यो क्या है। अर्को रिहिटेड राइसहरू खायो भने के रहेछ? रिहिटेड फ्राई राइस खायो भने को रहेछ? ब्यासिलस सिरिज है त। यो यिनीहरू चाहिँ अलिअलि थाहा पाउनु पर्छ। अर्को क्लस्ट्रिडियम डेफिसिल भन्ने हुन्छ, यसले साइक्लिक एएमपीलाई बढाउँछ र डायरिया गराउने काम गर्छ। यो यसको मेन इम्पोर्टेन्ट भनेको एन्टिबायोटिक एसोसिएटेड डायरिया भन्छ क्या। क्लस्ट्रिडियम डेफिसिलले गराउने भनेको एन्टिबायोटिक एसोसिएटेड डायरिया भन्छ। यसैलाई के भनिन्छ भने स्युडो मेम्ब्रेनस कोलाइटिस भनिन्छ क्या। एन्टिबायोटिक एसोसिएटेड डायरियालाई के भनिन्छ अरे भाइ बहिनीहरू? स्युडो मेम्ब्रेनस कोलाइटिस। अब क्वेसन सोध्छ स्युडो मेम्ब्रेनस कोलाइटिस कसले गराउँछ भनेर सोध्यो भने क्लस्ट्रिडियम डेफिसिल भन्ने थाहा पाउनु पऱ्यो क्या हजुरहरूले। स्युडो मेम्ब्रेनस कोलाइटिस कसले गराउँछ भन्यो भने क्लस्ट्रिडियम डेफिसिल भन्ने थाहा पाउनु पऱ्यो है, स्युडो मेम्ब्रेनस कोलाइटिस है। अर्को क्लस्ट्रिडियम पफिन्जेन्स भनिन्छ, सब टर्मिनल स्पोर। टर्मिनल स्पोर कसको हुन्छ भने टिटानीको हुन्छ, तर सब टर्मिनल स्पोर कसको हुन्छ भने क्लस्ट्रिडियम पफिन्जेन्सको हुन्छ क्या। सब टर्मिनल स्पोर कसको हुन्छ? क्लस्ट्रिडियम पफिन्जेन्स हुन्छ। अब यसको चाहिँ टक्सिनहरू, भाइलेन्स फ्याक्टरहरू होइन, मेकानिजम एक्सनहरू यसले चाहिँ डिजिज गराउने भन्यो भने के रहेछ भने अल्फा लेसिथिनेज प्रोडक्ट हुन्छ होइन, फस्फोलाइपेस सी, इन्टेरोटक्सिन हुन्छ, स्टमी फर्मेसन हुन्छ, डबल जोन अफ हेमोलाइसिस हुन्छ पफिन्जेन्समा होइन, एक यो आकारमा कल्चर गर्न सकिन्छ होइन। कोलोनको नर्भोफ्लोरा हो, यसले फुड पोइजनिङ पनि गराउँछ। मेन कुरो ग्यास गेङ्ग्रिन है त। ग्यास गेङ्ग्रिन कसले गराउँछ भने क्लस्ट्रिडियम पफिन्जेन्सले गराउँछ भन्ने कुरा थाहा पाउनु पऱ्यो कि क्लस्ट्रिडियम पफिन्जेन्सले के गराउँछ? ग्यास गेङ्ग्रिन गराउँछ। ल अब अहिले हामीले पढ्यो के रहेछ? स्पोर फर्मिङ र नन स्पोर फर्मिङ ग्राम पोजिटिभ रडहरूको बारेमा पढेको है त। के पढेको? ग्राम पोजिटिभ रड। अब ग्राम नेगेटिभ रडहरूको बारेमा थाहा पाउनु पऱ्यो है त, ग्राम नेगेटिभ रड है। अब तपाईँले त यहाँ नेपालमा इकोलाई सिकोलाई मात्रै पढिरहनु भएको छ होइन। अब विदेशतिर चाहिँ के हुन्छ भने अब जस्तै यहाँ तपाईँको यहाँ नेपालमा रेयर लाग्ने चिजहरू चाहिँ त्यहाँ चाहिँ के हुनसक्छ, त्यहाँ चाहिँ कमन हुनसक्छ क्या है। हो, ब्याक्टेरियाहरू, त्यस्तो ब्याक्टेरियाहरू चाहिँ त्यहाँ चाहिँ के हुन्छ? कमन हुन्छ है त।
ल सर यो हेरौँ है। ल अब यहाँ सुनौ है। अर्को कुरा के भने ग्राम पोजिटिभ रड र स्पाइरोकेट्स दुइटै हेर्नु पर्यो है त। ग्राम पोजिटिभ रड र स्पाइरोकेट्सहरू हेर्नु पर्यो। ग्राम पोजिटिभ रड र स्पाइरोकेट्समा ग्राम पोजिटिभ रड त धेरै ए सरी ग्राम पोजिटिभ रड त भर्खरै हामीले पढ्यौँ एबिसिडी एलिस्कार एमएन होइन एक्टिनोमाइसिटिस ब्यासिलस लिस्टेरिया ल्याक्टोब्यासिलाई कर्नेब्याक्टेरियम डिप्थेरिया होइन यो सब कर्नेब्याक्टेरियमहरू यो सबै हेऱ्यौँ क्या हामीले। मोस्ट कमन मोस्ट प्याथोजेनिक ब्याक्टेरिया धेरै जसो प्याथोजेनिक ब्याक्टेरिया चाहिँ ग्राम नेगेटिभ रड हुन्छ। त्यही ग्राम नेगेटिभ रडहरू हामीले पढ्न खोज्दैछौँ। अब त्यो पनि एरोप्स भन्ने हुन्छ, अब्लिगेट एरोप्स भनिन्छ थोरै। र अर्को फ्याकल्टेटिभ एनारोब्स भन्छ कि फ्याकल्टेटिभ एनारोब्स भनेको फ्याकल्टेटिभ भनेको कहिलेकाहीँ चाहिँ एनारोब्स नत्र भने चाहिँ एरोब्स, त्यसलाई फ्याकल्टेटिभ एनारोब्स भन्छ क्या। के भन्छ अरे फ्याकल्टेटिभ एनारोब्स भन्छ क्या त्यसलाई। के भन्छ अरे भाइ बहिनीहरू फ्याकल्टेटिभ एनारोब्स भन्छ। त्यो मोस्ट अफ दि प्याथोजेनिक ब्याक्टेरिया जस्तै इकोलाई साल्मोनेला सिजेला क्लेप्सेला प्रोटियस यिनीहरू चाहिँ फ्याकल्टेटिभ एनारोब्स हो क्या। भनेको वास्तवमा एरोब्स हो तर कहिले कहिले एनारोबिकल्ली पनि ग्रो हुन सक्छ। द्याट्स वाइ यिनीहरू चाहिँ के रहेछ फ्याकल्टेटिभ एनारोब्स। ग्राम नेगेटिभ रड र स्पाइरोकेट्सहरू हुन्छ जस्तै बोडेटेला पर्टोसिस ब्रुसेला फ्युजारियम होइन लेजियोनेला स्युडोमोनास यिनीहरू भनेको चाहिँ अब्लिगेट एरोब्स हो क्या। यिनीहरू चाहिँ के हुन् रे अब्लिगेट एरोब्स हुन् है। यिनीहरू चाहिँ अब्लिगेट एरोब्स हुन् है, एरोब्स भित्रका है। अर्को फ्याकल्टेटिभ एनारोब्स भनेको यहाँ तल छन् है त। हो अब्लिगेट एरोब्स हुन् यिनीहरू चाहिँ यति चाहिँ है। अर्को फ्याकल्टेटिभ एनारोब्स भनेको हामीले यहाँ तल यहाँ फ्याकल्टेटिभ एनारोब्स भनेको नि छन् है त। इन्टरोब्याक्टेरियसीका ग्रुपहरू यिनीहरू चाहिँ फ्याकल्टेटिभ एनारोब्स हो। पुवरली ग्राम स्टेन गर्नेहरू चाहिँ अरू हुन् भनेर हामीले हेर्दैछौँ है त। अब यो पढ्नुपर्छ है, जति गाह्रो लागे पनि पढ्नुपर्छ। कति मात्रै भने पनि सरको भिडियो हेर्ने बस्ने त्यति गरे पनि हुन्छ है। यो किनकि यो पढ्न तपाईँहरूलाई गाह्रो लाग्छ किनकि पढेकै छैन नि त यो कन्टेन्टहरू। सरले जे बोलेको छ जो चाहिँ बढी इम्पोर्टेन्ट है भनेको छ त्यसलाई चाहिँ बढी फोकस गर्ने अनि त्यही नै हो है। सरले पढाएको भिडियो सबलाई हेर्ने है सबै कन्टेन्टको है। आज अलिकति एनर्जी कम छ मेरो है, मलाई थाहा छ है आफूले कस्तो पढाइरहेको छु भन्ने कुरा। ल एरोब्स भन्ने कुरा है त। हो एरोब्समा के रहेछ एउटा बोडेटेला पर्टुसिस भनिन्छ है त। पर्टुसिस भनिन्छ। अरू यसको बारेमा धेरै थाहा पाउनु पर्दैन। बोर्डेड गेङ्गो अगार भन्ने कल्चर मिडिया हो भन्ने कुरा थाहा पाउनु पर्यो। मेन कुरो चाहिँ हुपिङ कफ गराउने कसले हो भन्ने बोडेटेला पर्टुसिस। बोडेटेला पर्टुसिसले के गराउँछ हुपिङ कफ गराउँछ भन्ने थाहा पाउनु पर्यो। अर्को ब्रुसेला भनिन्छ होइन। अर्को के हुन्छ ब्रुसेला भनिन्छ। जस्तै अनपास्चराइज मिक्स मिल्कमा ब्रुसेला देखिन्छ। यसले के गराउँछ भन्यो भने अन्डुलेन्ट फिभर है त। मैले यहाँ मेटाउँदिनँ हुपिङ कफ कसले गराउँछ भन्यो भने बोडेटेला। अन्डुलेन्ट फिभर कसले गराउँछ अथवा माल्ट फिभर कसले गराउँछ भन्यो भने बोडेटेला भन्ने थाहा पाउनुपर्छ। अरू त्यस्ता दायाँ अरू कुरा थाहा पाउनु पर्दैन। फ्युजरियम टुलरेन्सिस भन्छ, यसो नाम मात्र यसो थाहा पाइदिने हो। अरू यसको धेरै इम्पोर्टेन्ट भन्ने कुरा चाहिँ केही पनि छैन। ऱ्याबिट्स अथवा रोडेन्ट्सहरूबाट चाहिँ सर्छ भन्ने कुरा थाहा पाइदियो भने हुन्छ। लिजियोनेला निमोफिलिया भनिन्छ। अर्को लिजियोनेला भनिन्छ है। हो लिजियोनेलाको एउटा कल्चर मिडिया चाहिँ बढी इम्पोर्टेन्ट बफर्ड चारकोल इस्ट एक्सट्र्याक्ट भन्ने कल्चर मिडिया हुन्छ कि इस्ट अगार भनिन्छ कि है त। हो बफर्ड चारकोल इस्ट अगार भन्ने चाहिँ कल्चर मिडिया हुन्छ। लेजियोनेला निमोफिलिया भन्नेको बफर्ड चारकोल इस्ट अगार भन्ने चाहिँ कल्चर मिडिया हुन्छ भन्ने थाहा पाउनु पर्यो। अर्को स्युडोमोनास एरोजिनोसा भन्ने हुन्छ स्लाइम लेयर हुन्छ ग्रेप लाइकको अर्डर हुन्छ है। अनि अक्सिडेज पोजिटिभ पनि हो। यसमा पिगमेन्ट प्रोडक्सन यो सबै थाहा पाउनुपर्छ। पायोसाइनिन पायोभर्डिन पायोरुब्रिन भन्ने पिगमेन्ट प्रोडक्सन हुन्छ कि स्युडोमोनासमा। केमा रे स्युडोमोनास ओरिजिनेसा अब्लिगेट एरोब्स हो है। भनेको मतलब के रहेछ 100% यिनीहरू के रहेछ अक्सिजन रिक्वायरमेन्ट हो ग्रोथको लागि है त। हो यो ट्रान्जिएन्ट कोलोनाइजेसनहरू भनिन्छ। नोजोकोमियल इन्फेक्सन हुन्छ बोन पेसेन्टहरूमा होइन। हो न्युट्रोपेनिक पेसेन्ट न्युट्रोफिल कम भएकोमा होइन। यो कुरा चाहिँ थाहा पाउनु हो। अर्को के रहेछ भने एनारोबिक
एनारोबिक ग्राम नेगेटिभ ब्यासिलाई है त। एनारोबिक ग्राम नेगेटिभ ब्यासिलाईको नाम के हो भन्यो भने एउटा ब्याक्टेरोइड्स स्पेसिस भन्छ। के रहेछ? ब्याक्टेरोइड्स फ्राजिलिस भनिन्छ। अब्लिगेट एनारोब छ है त। ल है त हो। अब यो कोलोनमा पाइन्छ, ब्याक्टेरोइड्स भनिन्छ। ओरोफेरिङ्स भजानातिर पनि पाइन सकिन्छ होइन। यति कुरा यसले सेप्टिसेमिया गराउँछ भन्ने कुराहरू चाहिँ अलिअलि थाहा पाउनुपर्छ है त। अर्को स्पाइरोकेट्स। स्पाइरोकेट्स भनेको कस्तो भने स्पाइरल सेपको ब्याक्टेरिया भन्छ कि, स्पाइरल सेपको हो है त। यो फ्लेक्जिबल स्पाइरल सेपको ब्याक्टेरियालाई के भन्छ? स्पाइरोकेट्स भन्छ है त। स्पाइरोकेट्समा तीनवटा हुन्छ, ट्रेपोनेमा, बोरेलिया र लेप्टोस्पाइरा भनिन्छ क्या। स्पाइरोकेट्सभित्र के हुन्छ? ट्रेपोनेमा, बोरेलिया र लेप्टोस्पाइरा भनिन्छ। ट्रेपोनेमा प्यालेडियम भनिन्छ। यसले सिफिलिस गराउँछ। अब्लिगेट प्यारासाइट्स भनेको मतलब 100% सेलभित्र बस्नुपर्छ कि, अब्लिगेट इन्ट्रासेलुलर हो कि यो ट्रेपोनेमा प्यालेडियम। पेनलेस क्यान्क्री गराउँछ, ऱ्यास इन्फेक्सन हुन्छ होइन। यो कुरा चाहिँ अलिअलि थाहा पाउनुपर्छ। यसलाई डिटेक्सन गर्ने स्क्रिनिङ टेस्टहरू भनेको भिडिआर र आरपिआर भनेको चाहिँ स्क्रिनिङ टेस्ट हो, कन्फर्मेटरी टेस्ट होइन, जसले रिएजेन्ट एन्टिबडी डिटेक्सन गर्छ। कार्डियोलिपिन एन्टिसेन्ससँग मिक्स गर्यो भने। अर्को एफटिए एबिएस भनेको फ्लोरोसेन्स ट्याग एन्टिबडी एब्जर्सन टेस्ट गर्यो भनिन्छ। इम्युनोफ्लोरोसेन्स टेस्टहरू भनिन्छ। स्पेसिफिक टेस्ट चाहिँ यो हो। अर्को यसलाई डार्कफिल्ड माइक्रोस्कोप पनि प्रयोग गर्न सकिन्छ, ट्रेपोनिम। अर्को बोरेलिया भनिन्छ, माइक्रो एरोफिलिक भनिन्छ बोरेलिया होइन। अब माइक्रो एरोफिलिक हुन्छ, यसलाई जिम्सा स्ट्यान्डबाट पनि गर्न सकिन्छ। बोरेलियाले के गराउँछ भनेर एमसिक्यू सोध्छ क्या। बोरेलिया बुकडरफेरी भनिन्छ नाम है। बोरेलिया बुकडरफेरी भनिन्छ। यसले लाइम डिजिज गराउँछ भन्ने कुरा थाहा पाउनु पर्यो क्या। बोरेलिया बुकडरफेरीले के गराउँछ भन्यो भने लाइम डिजिज गराउँछ भन्ने थाहा पाउनु पर्छ क्या है त। यसको रिजर्भर कहाँ हो भन्यो भने माइसमा, डियरमा, यिनीहरू चाहिँ रिजर्भर हो है। यो कुरा चाहिँ थाहा पाउनुपर्छ। बोरेलिया रिकरेन्सी भन्नेले रिल्याप्सिङ फिभर गराउँछ। रिकरेन्सी भन्नेले के गराउँछ? रिल्याप्सिङ फिभर। बोरेलिया बुकडरफेरीले के गराउँछ? लाइम डिजिज गराउँछ। अलिअलि थाहा पाउनुपर्छ। जिम्सा स्टेन गर्न सकिन्छ यसलाई भनेको के। स्पाइरोकेट्स। स्पाइरोकेट्स कस्ता हुँदो रहेछन्? थिन, पातलो वाल होइन। यो सबै के पातलो वाल, स्पाइरल, एक्जियल फिलामेन्टहरू है त। अर्को जेरिस के रहेछ? हर्क्स हेमर रियाक्सन भन्ने हुँदो रहेछ है। यो कुरा चाहिँ यसो थाहा पाउनु पर्यो। अर्को लेप्टोस्पाइरा भन्छ। लेप्टोस्पाइरा पनि डार्कफिल्ड माइक्रोस्कोपबाट डिटेक्सन गर्न सकिन्छ भने सानो हुन्छ, पातला हुन्छ कि, भेरी थिन हुन्छ होइन। कन्टामिनेटेड वाटरबाट चाहिँ ट्रान्समिट गर्न सकिन्छ, ट्रान्समिट हुन्छ। यो एनिमल युरिनहरूमा देखिन सक्छ होइन। त्यही कारणले पानी, फोहोर पानी खानाले ट्रान्समिसन हुनसक्छ। लेप्टोस्पाइरोसिस गराउँछ। विल्स डिजिज भन्छ क्या त्यसलाई है त। के भन्छ अरे? विल्स डिजिज गराउँछ। यसले के गराउँछ? विल्स डिजिज गराउँछ। रिनल फेलर हुन्छ, मायोकार्डाइटिस हुने हुन्छ। अब त्यही ग्राम नेगेटिभ रडको चाहिँ मुख्य कुरा फ्याकल्टेटिभ एनारोब्स आयो। अघि न अब्लिगेट एरोब्स, अहिले अनि त्यसपछि के गर्यो भने स्पाइरोकेट्स अनि ब्याक्टेरोइड्स भन्ने अब्लिगेट एनारोब्स पढेपछि मोस्ट अफ द प्याथोजेनिक ब्याक्टेरिया जति चाहिँ के हुन्छ भने अब्लिगेट एनारोब्स हुन्छ क्या, ग्राम नेगेटिभ रडवाला है त। हो यो कुरा चाहिँ थाहा पाउनुपर्छ। अब्लिगेट एनारोब्स भन्ने कुरा थाहा पाउनुपर्छ। अरू धेरै चाहिँदैन। हेमोफिलस इन्फ्लुएन्जी भन्ने हुन्छ होइन। पोलिरिबिटोल क्याप्सुलहरू भन्ने हुन्छ। कुलङ रियाक्सन पोजिटिभ हुन्छ। आइजिएफ प्रोटिएजहरू प्रोडक्सन गर्ने हुन्छ। एक्स फ्याक्टर र भी फ्याक्टर चाहिन्छ। यति चाहिँ हो क्या मेन जान्नुपर्ने होइन। एक्स फ्याक्टर र भी फ्याक्टर ग्रोथ गर्नको लागि एक्स फ्याक्टर र भी फ्याक्टर कसलाई चाहिन्छ भनेर सोध्यो भने एक्स फ्याक्टर भनेको हेमिन, भी फ्याक्टर भनेको एनएडी होइन। भनेपछि एक्स फ्याक्टर र भी फ्याक्टर कसलाई चाहिन्छ भन्यो भने हेमोफिलस इन्फ्लुएन्जी ग्रो गर्नु। नर्मल इन के रहेछ? नेजोफ्यारिङ्स र कन्जङ्टिभामा नर्मल हुन्छ। प्याथोजेनिक इन किड्स टाइप बी, मेनिन्जाइटिस इन 1 to 2 इयर्समा, ओटाइटिस मिडिया, निमोनिया, एकिड इपिग्लोटाइटिसहरू गराउने हुन्छ। यो चाहिँ थाहा पाइन्छ। ड्रग चोइस भनेको सेफोट्याक्जिमहरू, सेफ्ट्रियाक्जुनहरू, यिनीहरू चाहिँ ड्रग्सहरू दिइन्छ। कसलाई भने हेमोफिलस इन्फ्लुएन्जीलाई त। कसलाई रे? हेमोफिलस इन्फ्लुएन्जी। अर्को भिब्रियो स्पेसिस भनिन्छ होइन। भिब्रियो भन्यो भने सिङ्गल फ्लाजेला भनिन्छ। सिङ्गल पोलार फ्लाजेला भनिन्छ। पोलार फ्लाजेला जस्तै यो एउटा ब्याक्टेरिया भयो, यसको के रहेछ? सिङ्गल फ्लाजेला। पोलार फ्लाजेला कस्तो हुन्छ भने भिब्रियो स्पेसिस भनिन्छ। पोलार फ्लाजेला कमा सेपको हुन्छ।
अन्त यो चाहिँ के हुन्छ कमा सेपको हुन्छ है त भिब्रियो कोलेरी चाहिँ कस्तो सेपको हुन्छ कमा सेपको हुन्छ भन्ने थाहा पाउनु। इन्टेरोटक्सिनहरू हुन्छ है यहाँ अनि त्यसपछि यसलेको नि डायरियाको मेकानिजम त्यही हो साइक्लिक एडिनाइल साइक्लिकलाई एक्टिभेट गरेर होइन साइक्लिक एएमपी बढाउँछ इन्क्रिज हुन्छ अनि त्यसले चाहिँ के हुन्छ डायरिया गराउने मेकानिजम सेमै हो क्याटालिज पोजिटिभ पनि हुन्छ अक्सिडेज पनि पोजिटिभ हुन्छ कल्चर मिडिया सेलेक्टिभ मिडिया भन्यो भने टिसिबिएस भनिन्छ है अर्को अल्कालाइन बाइल सल्ट भन्यो भने हुन्छ अर्को अल्कालाइन पेप्टोन वाटर भनेको चाहिँ इन्रिचमेन्ट मिडिया हो है क्लासिकल कोलेरा भन्यो भने जस्तै इल्टर भन्ने हुन्छ होइन 01 र के हुन्छ नि एल्टर भन्ने हुन्छ होइन यो कुरा चाहिँ थाहा पाउनुपर्छ अर्को राइस वाटर स्टुल गराउँछ यो कुरा थाहा पाउनुपर्छ जस्तै तपाईँहरूलाई प्रब्लम सल्भिङ क्वेसनहरू सोध्यो भने सोध्छ क्या है राइस वाटर स्टुल गराउँछ कल्चर मिडिया टिसिबिएस हो क्याटलिज पोजिटिभ अक्सिडेज पोजिटिभ होइन हो यो भएको पोलार फ्लाजेला कमासेपको ब्याक्टेरिया कुन हो भनिदियो भने त मिलाउनु पर्यो मसिभियर डिहाइड्रेसन होइन यो कुरा चाहिँ फ्लुइड र इलेक्ट्रोलाइटहरू लस भएको हुन्छ होइन अर्को भिब्रियो प्याराहेमोलाइटिकस भन्यो भने चाहिँ सल्ट टलरेन्ट हुन्छ होइन भनेको र सी फुड्सहरूबाट चाहिँ हुने हुन्छ अर्को भिब्रियो भ्याल्निफिकस भन्छ ब्ल्याकिस वाटरहरू त्यसरी चाहिँ हुने हुन्छ सेप्टिसेमिया गराउने हुन्छ त्यसरी चाहिँ हुन्छ है यसले सेप्टिसेमिया भनेको ब्याक्टेरिया रगतमा जाने र गएर इन्फेक्सन गरेर मल्टिप्लिकेसन पनि हुने द्याट इज सेप्टिसेमिया है त क्याम्पाइलोब्याक्टरहरू हेलिकोब्याक्टर माइक्रो एरोफिलिक हो यो बढी इम्पोर्टेन्ट है पोलर फ्लाजेला त थाहा नै छ होइन हेलिकोब्याक्टर होइन क्याम्पाइलोब्याक्टर भिब्रियो यिनीहरू पोलर फ्लाजेला हुन् तर माइक्रो एरोफिलिक कुन हो भनेको मतलब लेस अक्सिजनमा ग्रो हुने भन्ने कुन रहेछ क्याम्पाइलोब्याक्टर हेलिकोब्याक्टर है त गल विङ पेयर हुन्छ अक्सिडेज पोजिटिभ क्याटलेज पोजिटिभ हुन्छ स्क्रियो अगारमा CO2 कन्टेनिङ मिडियामा चाहिँ ग्रो हुन्छ है इन्भेजिभ एच पाइलोरी 37 डिग्री सेन्टिग्रेड युरेज पोजिटिभ हुन्छ यिनीहरू क्याम्पाइलोब्याक्टर हेलिकोब्याक्टर भन्ने है त क्याम्पाइलोब्याक्टर जेजुनी 42 डिग्री सेन्टिग्रेडमा के हुन्छ यो ग्रो हुन्छ भन्ने कुरा चाहिँ हजुरले थाहा पाउनु पर्यो है सामान्य कुरा है अब यो मेन कुरा फ्याकल्टेटिभ एनारोब्समा चाहिँ इन्टेरोब्याक्टेरियसी भनेर यिनीहरूलाई छुट्याउनै पर्ने हुन्छ हाम्रो यहाँ नेपालमा कमन ब्याक्टेरियाहरू भनेको यिनीहरू है इन्टेरोब्याक्टेरियसी जता पनि है यो चाहिँ कमन जसले ग्लुकोज फर्मेन्ट गर्छ प्रायः जसो इन्टेरोब्याक्टेरियसी फ्यामिलीकाहरूले प्रायः जसोहरू अक्सिडेज नेगेटिभ हुन्छन् क्याटालिज पोजिटिभ हुन्छन् सबै नै है ग्लुकोज फर्मेन्ट हुन्छ अर्को नाइट्रेटलाई रिड्युस गरेर नाइट्राइट बन्छ भन्ने कुरा चाहिँ हजुरहरूले थाहा पाउनु पर्यो है इन्टेरोब्याक्टेरियसीका ग्रुपकाहरू है कसको ग्रुप हो यो इन्टेरोब्याक्टेरियसी भन्ने ग्रुपमा भएकाहरू है अर्को अब यिनीहरूमा ल्याक्टोज फर्मेन्टिङ र नन ल्याक्टोज फर्मेन्टिङ छुट्याउनु मेकन कि अगारमा ग्रो गरायो भने एलएफ र एनएलएफ भन्ने बन्छ भन्यो कि अहिले तपाईँले त्यति धेरै ध्यान दिनु भएन भने पनि तपाईँको दिमागमा अलिअलि वार्मअप भएर बस्यो ग्राम पोजिटिभको हो ग्राम नेगेटिभ के हो होइन को हो भने ग्राम पोजिटिभ ग्राम नेगेटिभ के हो ग्राम नेगेटिभमा पनि कस्ता कस्ता हुँदो रहेछन् भन्ने मात्रै थाहा पाउनु भयो भने पनि मलाई भोलि पर्सितिर पढाउने क्लासहरूलाई सजिलो हुन्छ है त सबै जान्नुभयो भने त खत्रै भइहाल्यो जान्नै पर्छ इन्डिभिजुअली मैले पढाउँदै जान्छु होइन हो त्यो कुराहरूले चाहिँ गर्दा अलिअलि चाहिँ जान्नुभयो भने चाहिँ हुन्छ है त अहिले एउटा के रहेछ भन्यो भने इकोलाई भन्ने रहेछ के रहेछ इकोलाई भन्ने रहेछ ल्याक्टोज फर्मेन्टिङ इकोलाई र क्लेप्सेला है त इकोलाई छ अरू के रहेछ क्लेप्सेला इकोलाई भनेको ल्याक्टोज फर्मेन्टिङ हो पिङ्क कोलोनी देखिन्छ क्या पिङ्क कलरको कोलोनी देखिन्छ मेकनकी अगारमा किनकि त्यहाँ न्युट्रल रेड इन्डिकेटर हुन्छ है त अर्को क्लेप्सेला निमोनी है त ल्याक्टोज फर्मेन्टिङ भन्यो भने के रहेछ इकोलाई क्लेप्सेला निमोनी भन्यो भने के रहेछ ल्याक्टोज फर्मेन्टिङ नर्मल कहाँ हुन्छ कोलोनमा हुन्छ है त हो यसले चाहिँ के गराउँछ युटिआई गराउँछ पिलिनहरू एडेसिनहरू हुन्छ नोजोकोमियल इन्फेक्सन गराउने हुन्छ न्युनेटल मेनिन्जाइटिस गराउन सक्छ है अब इकोलाइको पनि डायरियल टाइपकोले गर्दाखेरि चाहिँ विभिन्न किसिमको डायरियाहरू गराउनु हुन्छ क्या जस्तै इन्टेरोटक्सिजेनिक इकोलाई भन्ने हुन्छ क्या यसले ट्राभलर्स डायरिया हुन्छ क्या हिट लेभल हिट स्टेबल टक्सिनहरू हुन्छ क्या यसको लेभल टक्सिन स्टेबल टक्सिन होइन यिनीहरू भन्ने हुन्छ है हो इन्टेरोटक्सिजेनिक इकोलाइले के गराउँछ भने ट्राभलर्स डायरिया टी फर टक्सिजेनिक टी फर ट्राभलर्स यसरी याद गर्ने है त अनि इन्टेरो इन्भ्याजिभ इकोलाई भन्छ इन्भ्याजिभनेस हुन्छ यो है होइन हो यसले चाहिँ
जस्तै सिगालाइक टक्सिन भन्ने हुन्छ है। अर्को इन्टेरो हेमोरेजिक इकोलाई कसले गराउँछ है त, भेरोटक्सिनहरू जस्तै हो इकोलाईको 0157S7 हो है, यो सेरोटाइप है हो। यो कुरा थाहा हुनुपर्छ, इन्टेरो हेमोरेजिक इकोलाई हुनको लागि गराउँछ 0157S7 होइन, OH157S7। हेमोरेजिक कोलाइटिक्स, हेमोरेजिक युरेमिक सिन्ड्रोम कसले गराउँछ, इन्टेरो हेमोरेजिक। नामै हेमोरेजिक आयो भने इन्टेरो हेमोरेजिक, हेमोलाइटिक आयो भने हेमोरेजिक होइन। हेमोलाइटिक युरेमिक सिन्ड्रोम कसले गराउँछ भने इन्टेरो हेमोरेजिक। इन्टेरोप्याथोजेनिक इकोलाई भनिन्छ, प्लाज्मिड कोटेड होइन। ड्रग अफ चोइस के भन्छ, एम्पिसिलिनहरू होइन, सल्फोनामाइड्सहरू होइन, सिफालोस्पोरिन्सहरू चाहिँ युज गर्न सकिन्छ। इन्टेरोप्याथोजेनिक इकोलाई भन्छ, के भन्छ अरे, इन्टेरोप्याथोजेनिक इकोलाई भनिन्छ। अर्को अर्को भन्यो भने क्लेप्सेला निमोनिया, यो पनि के हो, ल्याक्टोज फर्मेन्टिङ हो, पिङ्क कोलोनी हुन्छ है, पिङ्क कोलोनी हुन्छ। यो चाहिँ नन मोटाइल हो, इकोलाई चाहिँ के रहेछ, मोटाइल है त। अब यो क्लेप्सेला निमोनिया भनेको चाहिँ क्याप्सुलहरू हुन्छ है, क्याप्सुलेटरी ब्याक्टेरिया हो है त। यसमा के हुन्छ, कुलङ रियाक्सन भनिन्छ। कस्तो रियाक्सन रे, कुलङ रियाक्सन भनिन्छ। यसले निमोनिया गराउँछ है, क्रोनिक लङ डिजिज गराउँछ, अल्कोहोलिजमहरूमा एस्पिरेसन हुनसक्छ होइन, युरिनरी ट्र्याक इन्फेक्सन गराउँछ, नोजोकोमियल इन्फेक्सन हो, क्याथेटराइजेसनबाट ट्रान्समिसन हुनसक्छ, सिफालोस्पोरिन चाहिँ दिने हो। अब सरले त यो सबै भन्नु होइन, आज त कति पढायो होइन, भट्टाको भट्टै छ सरले भन्ने लाग्छ तपाईँलाई है। मेन कुरा चाहिँ के थाहा पाउनुपर्छ, यसमा क्याप्सुल हुन्छ, क्याप्सुल भएपछि कुलङ रियाक्सन हुन्छ, थाहा छँदैछ। निमोनिया भनेपछि निमोनिया गराउँछ, थाहा छँदैछ। अब तपाईँहरूलाई ब्याक्टेरियाको आइडेन्टिफिकेसन म इन्डिभिजुअली मजाले पढाउँदाखेरि त्यही बुझाइदिन्छु कि है। क्लेप्सेला, इकोलाई, सिट्रोब्याक्टर, इन्टेरोब्याक्टर, यिनीहरू ल्याक्टोज फर्मेन्टिङका हुन् कि ग्राम नेगेटिभ, इन्टेरोब्याक्टेरियसीका ग्रुपका होइन, ल्याक्टोज फर्मेन्टिङ हो। कस्तो कस्तो कलर देखिन्छ, के हुन्छ भन्ने बाइकिङको टेस्टहरू गर्दाखेरि चाहिँ हामीले डिटेलमा पढ्छौँ है, त्यो पनि पढ्छौँ है त, हामीले फ्लो चार्टहरू है त। अर्को के हुन्छ भने नन ल्याक्टोज फर्मेन्टिङ है त। अलि भर्खरै ल्याक्टोज फर्मेन्टिङ पढ्यौँ, अब नन ल्याक्टोज फर्मेन्टिङ भने मेकनको घरमा पेल कोलोनी, जुन चाहिँ मोटाइल पनि छ र H2S प्रोडक्सन पनि छ। त्यसको नाम के हो त भन्यो भने के भन्ने, मोटाइल अनि H2S प्रोडक्सन को हो त भन्यो भने प्रोटियस स्पेसिस हुनसक्ने भयो एउटा, जहाँ स्वामिङ मोटिलिटी हुन्छ, इन्डोल पोजिटिभ हो, युरेज पोजिटिभ हो है त। यो प्रोटियस चाहिँ है यादै गर्नु पऱ्यो है। अब क्वेसन सोध्छ नि, स्वामिङ मोटाइल को हो भने प्रोटियस, मोटाइल पनि चाहियो, H2S प्रोड्युसिङ पनि चाहियो है। हामीले नन ल्याक्टोज फर्मेन्टिङको मोटाइल र H2S प्रोडक्सनमा को हो त भन्यो भने स्वामिङ ग्रोथ कसको हुन्छ, स्वामिङ मोटिलिटी कसको हुन्छ, प्रोटियस। इन्डोल पोजिटिभ प्रोटियस भल्गारिस भन्ने चाहिँ इन्डोल पोजिटिभ हो, युरिएज पोजिटिभ हो प्रोटियस, युटिआई गराउँछ, सेप्टिसिमाई गराउँछ, स्ट्याक हन क्याल्कुलाईहरू देखिन्छ। प्रोटियस भल्गारिस चाहिँ वेल फेलिक्स टेस्ट गर्न सकिन्छ होइन, रिकेट्सियाहरूसँग कम्बाइन गरेर त्यो टक्सिनहरूको है अलिअलि थाहा पाउने है त। अब साल्मोनेला है त, H2S प्रोड्युसिङ के रहेछ, साल्मोनेला हो। साल्मोनेलाको एन्टिजन के हुन्छ भन्यो भने जस्तै सोमाटिक एन्टिजन, क्याप्सुलर एन्टिजन, फ्लाजेलर एन्टिजनहरू हुन्छ, VIOH एन्टिजनहरू हुन्छ। मेगनको अगारमा EMB कल्चर मिडियामा ग्रो हुन्छ होइन। यसरी चाहिँ थाहा पाउनुपर्छ। उइडाल टेस्टहरू डिटेक्सन, उइडाल टेस्टबाट साल्मोनेला डिटेक्सन गर्न सकिन्छ है। साल्मोनेला टाइफी भन्यो भने नो एनिमल के रहेछ इन्फेक्सन, नो H2S प्रोडक्सन चाहिँ हुँदैन, यो कुरा थाहा पाउनुपर्छ। हामीले आइडेन्टिफिकेसनमा पढ्छौँ, तपाईँहरूलाई मैले तर्साउँदिनँ। अब H2S प्रोडक्सन नहुने चाहिँ कुन चाहिँ हो साल्मोनेला मध्येको भने साल्मोनेला टाइफी हो क्या, रोज स्पोट हो, रोज स्पोट गराउने कुन रहेछ, साल्मोनेला टाइफी भन्ने कुरा अलिअलि थाहा पाउनुपर्छ है त। अर्को सिजेला, अर्को के छ हामीसँग, सिजेला भन्ने छ। सिजेला भन्ने के रहेछ, एच एन्टिजन हुँदैन, इन्भ्याजिभ हुन्छ, सिगारेट टक्सिनहरू प्रोडक्सन हुने हुन्छ, न्युरोटक्सिन, साइटोटक्सिनहरू प्रोडक्सन हुन्छ है त। अब अर्को इन्टेरोटक्सिनहरू हुन्छ है, इन्टेरोकोलाइटिस हुन्छ, ब्लडी डायरियाहरू गराउँछ, फ्लुइड र इलेक्ट्रोलाइट्सहरू होइन, यिनीहरू चाहिँ ब्यालेन्स हुँदैन। यस्तै कुराहरू चाहिँ थाहा पाउनु पर्यो। ल अब अर्को अर्को के हुन्छ भने एर्सिनिया पेस्टिज भनिन्छ है। अब यो चाहिँ कता हो भने नन H2S प्रोडक्सन है त। H2S प्रोड्युसिङमा चाहिँ के हुनु भन्यो भने प्रोटियस र साल्मोनेला हो। मोटाइल पनि छैन, H2S पनि प्रोडक्सन छैन भन्ने को रहेछ, सिजेला।
सिजेला अनि एर्सिनिया पेस्टिज। तपाईँलाई थाहा छ सिजेला क्लेप्सेला पनि नन मोर्टल हो नि। क्लेप्सेला सिजेला सबै नन मोर्टल हो है। होइन यो थाहा पाउनु पऱ्यो है। यो क्लेप्सेला सिजेला के रहेछ यिनीहरू नन मोर्टल रहेछन् भन्ने थाहा पाउनु पऱ्यो है त। ल अब हजुरले सिजेलामा के रहेछ नो एच एन्टिजन हुँदैन, इन्भ्याजिभ हुन्छ, सिगा टक्सिनहरू प्रोडक्सन हुन्छ, न्युरोटक्सिन हो, साइटोटक्सिन हो भन्ने कुराहरू थाहा पायौँ। एर्सिनिया पेस्टिज चाहिँ कबुलेज पोजिटिभ हो। यहाँ आयो कबुलेज पोजिटिभ हामीले कहाँ मात्रै पढाएको थियौँ, स्टाफाइलोकोकस अघि अरियसमा मात्रै पढाएको थियौँ भने एर्सिनिया पेस्टिज पनि के रहेछ कबुलेज पोजिटिभ भन्ने रहेछ भन्ने कुरा थाहा पाउनु पर्यो। सेफ्टी पिन एपिरेन्स अथवा बाइपोलार स्टेनिङ है त। बाइपोलार भनेको कुनै पनि ब्याक्टेरियाको यो ब्याक्टेरिया भयो, यो ब्याक्टेरियाको दुवैतिर साइडमा के बाइपोलार यहाँ पनि है बाइपोलार स्टेनिङ दुवै ठाउँमा स्टेनिङ हो है त। त्यसलाई सेफ्टी पिन एपिरेन्स के हाम्रो सेफ्टी पिन भन्छ नि हो त्यस्तै देखिन्छ नि हो। यो कुरा चाहिँ थाहा पाउनुपर्छ। सेफ्टी पिन एपिरेन्स बाइपोलार स्टेनिङ कसको हुन्छ इन्टेरो एर्सिनिया पेस्टिज भन्ने थाहा पाउनु पर्यो। अरू थाहा पाउनु पर्दैन यहाँबाट, अरू चिजहरू केही जान्नु आवश्यक पर्दैन। अब पुवरली ग्रामस्टेन है त। ग्रामस्टेन चाहिँ राम्रोसँग ग्रामस्टेनबाट छुट्याउन नसक्ने को हुन् त ब्याक्टेरिया भनेर हामी यो पुवरली ग्रामस्टेनवाला हेर्छौँ है त। पुवरली ग्रामस्टेनवाला हेर्छौँ है त। पुवरली ग्रामस्टेनवाला को रहेछन् त भन्यो भने एउटा के रहेछन् भने एसिड फास्टवाला भएको माइक्रोब्याक्टेरिया। ग्रामस्टेन पुवरली एउटा माइक्रोब्याक्टेरिया होइन। अर्को के रहेछ इन्ट्रासेलुलर भएको रिकेट्सिया क्लामाइडिया, यिनीहरू चाहिँ सेलभन्दा भित्र बस्ने र सेलवाल नभएको माइक्रोप्लाज्म। यस्तो सर्फेस सर्फेस जाने भने हुन्छ होइन हो। यो कुरा चाहिँ पोरली ग्राम। अब माइक्रोब्याक्टेरियमको बारेमा त डिटेलमा हामीले इन्डिभिजुअली पढ्नै पर्यो होइन। अब तैपनि यहाँबाट हेरौँ है त। ग्राम पोजिटिभ हो होइन। अनि त्यसपछि चाहिँ नि व्याक्सी कोटहरू हुन्छ, त्यसले एसिड फास्ट हुन्छ, अब्लिगेट एरोब्स पनि हो, रेस्पिरेटरी ट्रान्समिसन हुन्छ, कन्टाजियस हो, एकले अर्कोलाई सर्छ होइन। कड फ्याक्टरहरू हुन्छ यसमा। यति कुराहरू चाहिँ थाहा पाउनु पऱ्यो है त। नियासिन पोजिटिभ हो, क्याटालिज नेगेटिभ हो है, अलिअलि स्लो ग्रोइङ हो, एल्जेमिडिया हो, कल्चर मिडिया माइक्रोब्याक्टेरियम टुबरकुलोसिसको कल्चर मिडिया एल्जेमिडिया हो। अर्को रिकेट्सी भन्ने हुन्छ। रिकेट्सिया प्रोआजोकी भन्ने हुन्छ क्या। रिकेट्सिया अब्लिगेट इन्ट्रासेलर अभियसली रिकेट्सिया पनि हो क्लामाइडिया पनि हो क्या। अब्लिगेट इन्ट्रासेलर सेलभन्दा भित्र मात्रै बस्छ। ग्राम नेगेटिभ नै भयो होइन। अब इन्भेलप बडी स्टेन पुवरली राम्रोसँग ग्राम स्टेन गर्न सक्दैन है। जस्तै रक्की माउन्टेन स्पोर्टेड फिभर यो क्वेसन सोध्छ क्या। रिकेट्सी भन्ने बित्तिकै रक्की माउन्टेन स्पोर्टेड फिभर गराउँछ यसले हो। भेक्टर टिकबाट ट्रान्समिट हुन्छ यो कहाँबाट टिकबाट भन्ने सम्झिनु पर्यो। अर्को रिकेट्सिया प्रोआजोकी भनिन्छ यो पनि अब्लिगेट इन्ट्रेसन इपिडेमिक टाइफस है त। इपिडेमिक टाइफस गराउने कसले हो प्रोआजोकी भन्ने थाहा पाउनुपर्छ। यसको भेक्टर के हो भने लाउस भनेको के हो भने जुम्रा पेडिकुलस लाउस भन्ने हुन्छ। जुम्राबाट सर्छ प्रोआजोकी। टिक भन्यो भने चाहिँ रिकेट्सी टिकबाट, प्रोआजोकी भन्यो भने चाहिँ लाउसबाट है त। ह्युमेन स्पाइरल फिल्ड्सहरू चाहिँ यिनीहरू चाहिँ रिजर्भोयर हो है। अर्को क्लामाइडिया पनि अब्लिगेट इन्ट्रासेलुलर नै हो, ग्राम नेगेटिभ इन्भेलप नै हो, राम्रोसँग स्टेन्ड गर्दैन थाहा नै छ है। यो कुरा चाहिँ थाहा पाउनु पर्यो यति हो। अरू यसलाई जिम्सा स्टेन्डबाट डिटेक्सन गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ यसो हेर्नु पर्यो है त है। ल यो जिम्सा स्टेन्डबाट है। अर्को सेरोटाइप L123 भन्छ है त। यो कुरा चाहिँ थाहा पाउनु पर्यो है। अर्को क्लामाइडिया निमोनी हुन्छ, निमोनी भनिन्छ है त। रेस्पिरेटरी इन्फेक्सन गराउँछ है त। प्रोभाब्ली भेरी कमनहरू हुन्छ। क्लामाइडिया के रहेछ सिटासी भनिन्छ। अटिपिकल निमोनियाहरू गराउँछ बर्ड्सहरूमा होइन। त्यहाँ चाहिँ रिजर्भोयर हुन सक्ने हुन्छ। अर्को नो सेलवालै नभएको माइक्रोप्लाज्म निमोनियाहरू भनिन्छ। सेलवाला अथवा पेप्टिडोग्लाइकन नै छैन, त्यही कारणले सेलवालै छैन भने त ग्राम स्टेनबाट डिटेक्सन गर्न सक्ने कुरै भएन। यसलाई सेलवाल इनिभिटर, सेलुलर सिन्थेटिक इनिभिटर एन्टिबायोटिक दिएर पेनिसिलिन सेफालोस्पुरिन दिएर कामै भएन होइन। यो कुरा चाहिँ अलिअलि थाहा पाउनु पर्यो क्या। धेरै थाहा पाउनु पर्दैन। सेलवाल डिफिसियन्टको हो, सेलभन्दा भित्र बस्नेको हो, ग्राम स्टेनले राम्रोसँग डिटेक्सन गर्न नसक्नेको हो भन्ने कुरा थाहा पाउनु पर्यो। अर्को कोक्जिला बुर्नेटी भन्छ। यो पनि के रहेछ अब्लिगेट इन्ट्रासेलुलर नै हो। क्यू फिभर गराउने हुन्छ। कोक्जिलाले के भन्छ क्यू फिभर गराउने भन्ने हुन्छ होइन। अब यो वेल फेलिक्स टेस्ट नेगेटिभ हुन्छ यो कोक्जिला भनेको मतलब तपाईँलाई थाहा छ यो स्पोर फर्मिङ हो है हो। स्पोर फर्मिङ है त। यसले चाहिँ
यो चाहिँ यसलाई चाहिँ पास्चराइजेसनबाट चाहिँ डिटेक्सन, पास्चराइजेसनले चाहिँ यसलाई मार्न सक्दैन क्या। पास्चराइजेसन मेथड हुन्छ नि, स्टेरिलाइजेसन, पास्चराइजेसनले चाहिँ यसलाई मार्न सक्दैन भन्ने कुरा थाहा पाउनु चाहिँ पास्चराइजेसनबाट है त। किनकि स्पोरहरू, यसको स्पोरहरूलाई पास्चराइजेसनले मार्न सक्दैन, कजगिली र पुरुनेटीलाई भन्ने कुरा। ल यस्ता कुराहरू चाहिँ अलिअलि अलिअलि हेऱ्यो। अब यहाँ मुख्य कुरा यहाँ गरौँ है। मैले यो तपाईँलाई आज ओभरभ्यू पढाउनुको कारण के हो भने, अब मैले इन्डिभिजुअली पढाउँदाखेरि तपाईँले बुझ्नु पऱ्यो कि चाहिँ सरले त पहिला भनेको थियो अघिल्लो क्लासमा, के भनेको थियो भने कुनै ग्राम पोजिटिभ रड भनेको थियो, कुनै नेगेटिभ रड भनेको थियो, कुनै एरोबिक भनेको थियो, कुनै एनरोबिक भनेको थियो, कुनै स्पोर फार्मिङ भनेको थियो, कुनै इन्टरोब्याक्टेरियसी भित्र पर्छ भनेको थियो, के भनेको थियो जस्तो लाग्छ नि। अब चाहिँ अलि सहिलो हुन्छ क्या तपाईँहरूलाई पढाउँदाखेरि है। अब एउटा कोकाई भन्ने छ। ल अब यहाँ चाहिँ कहाँ कहाँ को पर्छ भन्ने अब हजुरहरूको टेस्ट है त। ल भन्नु त हजुरहरूले ट्याक्क ट्याक्क लाएर कहाँ कहाँ के पर्छ होला, ल भन्नु त, भन्नुहोस् त, बोल्नुहोस् त, ल बोल्नुहोस् त। ग्राम स्टेन भयो, ग्राम पोजिटिभ नै, यो पोजिटिभमा के नाम लेखौँ होला म भन्नु त, के नाम लेखौँ होला भन्नु स्टाफाइलोकोकस र स्ट्रेप्टोकोकस। भेरी गुड। ल तपाईँलाई 2 मिनट यसो ब्रेक गरौँ ल, पानी सानी खाऊँ है। मेरो लगातार यो 8-9वटा क्लास भयो आज है। अनि चाहिँ नि एकैछिन चाहिँ ब्रेक लिउँ है त, पानी पनि खाऊँ, हुँदैन? मान्नुहुन्छ हजुरहरू? यस, तपाईँलाई पनि गाह्रो हुन्छ होला है त। यस सर नो भन्नु त एउटा शब्द। Yes. ल 7 मिनट जति ब्रेक है त। ल वेलकम ब्याक। ल अब यसको एन्सर गरौँ त साथीहरू। यसको नाम के होला त? ट्याक्क लाएर कोकाई ग्राम स्टेनमा एउटा के रहेछ, स्टाफाइलोकोकस, अर्को के हुन्छ, स्ट्रेप्टोकोकस। ल यो थाहा पाइयो है। यो भनेको ग्राम पोजिटिभ वाला है त, कोकाइमा के हो, ग्राम पोजिटिभ वाला है। ल अर्को के हो त यहाँ, ल हेर त यहाँ। अब ग्राम नेगेटिभ कोकाइको नाम के हो, बोलौँ त, अघि नै पढेको हामीले, के होला? नाइजेरिया। हो नाइजेरिया। अब माल्टोज पोजिटिभ भन्यो भने के रहेछ, नाइजेरिया मेनिन्जाइटिडिस। माल्टोज नेगेटिभ भनेको नाइजेरिया गोनोरिया है नि त। हो यसरी याद गर्ने है। यो ट्याक्क लाएर चाहिँ यो तपाईँहरूलाई सबै याद भयो। अहिलेलाई यति याद भएछ भने पनि धेरै ठुलो कुरो भयो है त। अब क्याटालिज टेस्ट गरौँ। अब क्याटालिज टेस्ट गर्दाखेरि क्याटालिज पोजिटिभ को हो भन्यो भने स्टाफाइलोकोकस क्याटालिज पोजिटिभ। नेगेटिभको नाम के हो बहिनी? स्ट्रेप्टोकोकस है त। स्टाफाइलोकोकस के रहेछ, क्याटालिज पोजिटिभ, अनि स्ट्रेप्टोकोकस के रहेछ, क्याटालिज नेगेटिभ। अब यो क्याटालिज पोजिटिभ भन्यो नि स्टाफाइलोकोकस भयो, अनि क्याटालिज नेगेटिभ भन्यो भने सरी कहाँ पुग्यो, क्याटालिज नेगेटिभ भन्यो भने के रहेछ, स्ट्रेप्टोकोकस। स्ट्रेप्टोकोकस चाहिँ के रहेछ, क्याटालिज नेगेटिभ। अब स्टाफाइलोकोकसमा पनि धेरै स्पेसिस हुन्छन् होइन। हो अब कगुलेज पोजिटिभ, कगुलेज टेस्ट गऱ्यौँ, कगुलेज पोजिटिभ भयो भने के रहेछ, स्टाफाइलोकोकस अरियस होइन त। कगुलेज नेगेटिभ भन्यो भने के रहेछ, स्टाफाइलोकोकस अरियस बाहेक अरू होइन। हो अब त्यो अरू भने को हुनु भने दुईवटा थियो नि, एउटा इपिडर्मिडिस, अर्को साप्रोफाइटिकस। त्यसलाई नोभोबायोसिन टेस्ट गर्यो भने सेन्सिटिभ भने को आउँछ, स्टाफाइलोकोकस
इपिडर्मिडिस। epidermis, रेसिस्टेन्स भनेको स्टाफाइलोकोकस स्याप्रोफाइटिकस saprophyte, हो। यो भयो भने के रहेछ? रेसिस्टेन्ट रहेछ। बल्ल स्टाफाइलोकोकस सल्टायो। अब हजुरले भन्नु त, अब क्याटालिज नेगेटिभको नाम को हो? अर्को स्ट्रेप्टोकोकस हो नि त। यसको अल्फा, अब स्ट्रेप्टोकोकसलाई पनि छुट्यायो। अल्फा हेमोलाइटिक को छ नि त? अल्फा हेमोलाइटिकको नाम भनौ त। streptococcus pneumoniae, र भिरिडियन्स हो। अब निमोनिया र भिरिडियन्सलाई छुट्याउने केले अप्टोचिन टेस्ट गर्छौँ, सेन्सिटिभिटी टेस्ट। optocin, सेन्सिटिभ आयो भने स्ट्रेप्टोकोकस निमोनी। रेसिस्टेन्ट आयो भने स्ट्रेप्टोकोकस भिरिडियन्स भन्ने रहेछ। अब बिटा हेमोलाइटिक क्लियर जोन अफ हेमोलाइसिस, जसको नाम के हो? बिटा हेमोलाइटिकको नाम के हो? स्ट्रेप्टोकोकस पायोजेन्स र अगालेक्टी हो। पायोजेन्स र अगालेक्टी भनेपछि बेसिट्रासिन सेन्सिटिभिटी टेस्ट गर्छौँ। यदि बेसिट्रासिन सेन्सिटिभ आएछ भने स्ट्रेप्टोकोकस के रहेछ? पायोजेन्स iodine, रहेछ होइन। अब बेसिट्रासिन रेसिस्टेन्ट आयो भने के रहेछ? स्ट्रेप्टोकोकस के रहेछ? अगालेक्टी भन्ने रहेछ है त। अगालेक्टी भन्ने थाहा पायो। अब गामा हेमोलाइटिक रहेछ। गामा हेमोलाइटिकको नाम के हो भन्नु भने सिधै क्या, अरू पढ्नै पर्दैन, इन्टेरोकोकस पढ्नै सक्यो होला। इन्टेरोकोकस भन्यो भने के रहेछ? गामा हेमोलाइटिक है त। गामा हेमोलाइटिक भन्यो भने इन्टेरोकोकस भन्ने थाहा पाउनु है त। ल अब हजुरहरूले कोकाईमा के रहेछन् भन्यो भने यहाँ हेर्नु त। कोकाईमा अब यिनीहरू को हुन्? ग्राम पोजिटिभ हुन् कि नेगेटिभ हुन्? ग्राम पोजिटिभ नेगेटिभ? पोजिटिभ। स्टाफोडियस, इपिडर्मिडिस, सैप्रोफाइटिकस के रहेछन्? पोजिटिभ। यता यिनीहरू के रहेछन्? ग्राम नेगेटिभ रहेछन्। negative, अब यिनीहरू कुन ग्रुपका रहेछन्? क्याटालिज पोजिटिभ कि नेगेटिभ? स्ट्रेप्टोकोकसहरू क्याटालिज पोजिटिभ streptonegative, नेगेटिभ हो। निमोनिक कुन सेन्सिटिभ हो? अप्टोजिन सेन्सिटिभ। भिरिडेन्सहरू optocin, अप्टोजिन। यो निमोनिया र भिरिडेन्स कुन हेमोलाइटिक? अल्फा हेमोलाइटिक। निमोनिया र alpha, भिरिडेन्स कुन हेमोलाइटिक? अल्फा हेमोलाइटिक। यो अगालेक्टी र पायोजेन्स र अगालेक्टी कुन हेमोलाइटिक? बिटा हेमोलाइटिक हो। अब पायोजेन्स के सेन्सिटिभ हुन्छ त? बेसिट्रासिन सेन्सिटिभ होइन। अगालेक्टी बेसिट्रासिन रेसिस्टेन्ट है त। अनि त्यसपछि अगालेक्टीलाई के डिटेक्सन गर्ने के रहेछ? क्याम टेस्ट। र ग्रुप डीमा को रहेछ? इन्टेरोकोकस भन्ने चाहिँ ग्रुप डीमा रहेछ है त। यो कुरा चाहिँ थाहा पाउनु पर्यो। नो हेमोलाइसिस है त। यो कुरा चाहिँ अलिअलि हजुरहरूले थाहा पाउनु पर्यो। ल यिनीहरू कुराहरू अलिअलि थाहा भयो। अब ग्राम पोजिटिभ रड यो तपाईँलाई हेर्नलाई अलिक अप्ठ्यारो भयो है। मोबाइल यसो स्लाइड गरेर हेर्नु भयो भने हुन्छ है। ग्राम पोजिटिभ रड अब यसमा पनि के रहेछ भने मोटाइल छ, नन मोटाइल छ। ग्राम पोजिटिभ रड नन स्पोर फर्मेसन होइन कि होइन? नन स्पोरिङ हो, स्पोर फर्मेसन होइन। एरोबिक होइन। एरोबिकमा हामीले मोटाइल को पढेको त? ग्राम पोजिटिभ रड पढ्नु पर्यो है। पोजिटिभ रड को होला त? ल भनौँ त। एरोबिक भनौँ। motile listeria monocotyledon, भेरी गुड। लिस्टेरिया मोनोसाइटोजिनिज। वाउ monocytosis, एनारोबिक भन्यो भने के रहेछ? एक्टिनोमाइसेटिस। एनारोबिकमा के थियो अघि न? एक्टिनोमाइसेटिस। वाउ खत्रै ल। तपाईँलाई सबै आउँछ ल है। ल यिनीहरू अब टक्क स्पोर फर्मिङहरूमा हेरौँ त। अब स्पोर फर्मिङमा मोटाइल को हो? भनौँ। स्पोर फर्मेसनको मोटाइल कुन हो? एरोबिक ब्यासिलस bacillus, हो। ब्यासिलस है त। यो मोटाइल भनेको ब्यासिलस सिरिज भयो। एरोबिकमा नन मोटाइल भनेको ब्यासिलस एन्थ्राक्स anthracis, हो। वाउ। अब स्पोर फर्मिङमा मोटाइल भन्यो भने के रहेछ? क्लस्ट्रिडियमहरू हो। यो दुइटै के रहेछ? एनारोबिक हो। अब नन मोटाइलमा कुन हो? क्लस्ट्रिडियम कुन चाहिँ हो? नन मोटाइल पफिन्जेन्स हो होइन। हो तिनीहरू चाहिँ थाहा पाउनु पर्यो है त। यसरी चाहिँ टक्क ग्राम पोजिटिभ रड, स्पाइरोकेट्स यिनीहरू अघि नै फ्याकल्टी अनि जे पढेको हो अहिले टेस्ट हो। यो ठ्याक्क टेस्ट हो। अब यो भाइरसहरूको बारेमा होइन, डिएनए भाइरस, आरएनए भाइरसहरू चाहिँ हामी भाइरोलोजी पढ्दाखेरि पढ्छौँ। यो आज चाहिँ मैले तपाईँहरूलाई के बुझाउनु खोजेको भने ब्याक्टेरियाहरूको फ्लो चार्ट कस्तो रहेछ होइन हो। यिनीहरू चाहिँ यसरी चाहिँ
फ्लो चार्टहरु चाहिँ तपाईहरुलाई बुझाउन खोजेको मैले है फ्लो चार्टहरु अब इन्डिभिजुअल ब्याक्टेरियाहरुको बारेमा त मज्जाले जान्नै पर्यो है हामीसँग धेरै थरीका नोटहरु छन् है तपाईहरुलाई ब्याक्टेरिया जेनेटिक्सहरुको हैन यो अरूले पढाएको कन्टेन्टहरुको नोट्सहरु राम्रो राम्रो नोट्सहरु छन् यिनीहरु पनि मलाई मन परेर यही पढाइदिन पनि सजिलो लाग्ने भएर तपाईहरुलाई बुझ्नलाई यो कन्टेन्ट पनि सजिलो लाग्छ है यो अरूको नोट हो हैन मैले बनाएको नोट हैन कि अरूको नोट तर ठिक छ यो राम्रो छ है यो इन्टरनेसनल नोट भयो हैन हैन हो त्यो कारणले यो नेपालमा पढाएको हैन कि इन्टरनेसनली राम्रो छ है यो स्टेनहरुको बारेमा हैन जनरल माइक्रोबायोलोजीहरुको बारेमा यसो हेर्दाखेरि ब्याक्टेरियाको अध्ययन गर्ने एकचोटि हेरौँ न त आज यसो छलफल गरौँ यही नोटलाई पनि छलफल गरिदिन्छु म है मेरो स्ट्यान्डर्ड नोट छ एउटा है अब त्यो पनि पढ्नु पर्यो हजुरहरूले म त्यो पनि पढाइरहेको छु राम्रोसँग यिनीहरू पनि राम्रो राम्रो मार्केटमा भेटिएका राम्रो राम्रो कन्टेन्टहरु पनि पढ्दाखेरि हुन्छ जस्तै स्टडी अफ ब्याक्टेरिया आज ओभरअल ब्याक्टेरिया भने कस्तो के कस्तो फ्लो चार्टहरु के रहेछ ओभरभ्यूहरु चाहिँ जान्यौ के हामीले त्यसको एमसीक्यू पनि गर्छौं हामी एमसीक्यू पनि गर्छौं तर एमसीक्यू गर्नलाई चाहिँ एमसीक्यू जान्नलाई चाहिँ ओभरअल ब्याक्टेरियाको बारेमा सबै जानेको हुनु पर्यो अनि मात्रै एमसीक्यू मिल्छ के अब स्टडी अफ ब्याक्टेरिया एउटा अनस्टेन्ड हैन स्टेन्डै नगरिकन एक थोपा स्लाइडमा राखेर त्यसलाई कभर सिट राखेर माइक्रोस्कोपबाट हेर्न पनि मिल्छ अर्को स्टेन हैन स्टेन गरेर हेर्न पनि मिल्छ जसमा चाहिँ कन्ट्रास्ट ल्याग गरेर ल हेर्न त यी स्टेन नै नराखिकन हेर्दाखेरि ब्याक्टेरियाहरु यस्तो देखिने भयो देखिँदैन स्टेन राख्दाखेरि यस्तो मजाले देखिन्छ हैन हो यो कुरा चाहिँ थाहा पाउनु पर्यो है ब्याक्टेरियाको मोटिलिटी मर्फोलोजी हैन मोटिलिटी हेर्ने चाहिँ स्टेन नै नगरी हेर्नलाई चाहिँ मोटिलिटी ब्याक्टेरिया कस्तो आकारको छ भनेर हेर्नु पर्यो भने चाहिँ ब्याक्टेरियालाई के गर्नु पाइयो स्टेन गरेर हेर्न मिल्यो है त जनरली अब यसरी स्लाइडमा राखेर स्टेन गर्ने हो अब स्टेन कमन स्टेन गर्ने भने ग्राम सिम्पल स्टेन भन्छ नेगेटिभ स्टेन हुन्छ इम्प्रिग्नेसन र डिफरेन्शियल स्टेन भन्छ के यही डिफरेन्शियल स्टेन भित्र चाहिँ के पर्छ भने के रे ग्राम स्टेन एएफबी स्टेन हैन अल्बर्ट स्टेनहरु भन्ने चाहिँ पर्छ के सिम्पल स्टेन भनेको जस्ट कलर मात्र दिने के जस्ट कलर भनेको भने जस्तो कलर हाल्नुभयो ब्याक्टेरियाले त्यस्तै कलर लिन्छ कि हामीले घरमा भित्तामा रङ लगाए जस्तो के हैन जस्तो कलर हाल्यो त्यस्तै दिन्छ जस्तै मिथलिन ब्लू बेसिक फ्युजन जस्ट भन्यो भने के रहेछ सिम्पल स्टेन अर्को नेगेटिभ स्टेन भन्यो भने नेगेटिभ भनेको ब्याकग्राउन्डलाई स्टेन गर्ने के जुन ब्याक्टेरिया हो अथवा जुन ब्याक्टेरिया चाहिँ जसलाई हेर्नु पनि हो त्यसलाई चाहिँ स्टेन नगर्ने है हो त्यो चाहिँ जसलाई स्टेन गर्नु पनि हो त्यसलाई स्टेन चाहिँ नगर्ने हैन ब्याकग्राउन्डलाई चाहिँ स्टेन गर्ने भन्यो भने नेगेटिभ स्टेन हो के ब्याकग्राउन्डलाई चाहिँ स्टेन गर्ने तर जसलाई डेमोन्स्ट्रेसन गर्नु पनि हो त्यसलाई चाहिँ स्टेन नगर्ने भन्यो भने दैट इज के रहेछ नेगेटिभ स्टेन भन्ने रहेछ के है ब्याकग्राउन्डलाई चाहिँ स्टेन गर्ने तर जसलाई हेर्नु पनि हो जुन स्ट्रक्चरलाई हेर्नु पनि हो त्यसलाई चाहिँ स्टेन नगर्ने भन्यो भने नेगेटिभ स्टेन जसको नाम इन्डिया इङ्क र निग्रोसिन के जस्तै ब्याक्टेरियाहरु फंगाइहरु क्याप्सुलहरु डिटेक्सन गर्नको लागि प्रयोग गरिन्छ यो स्टेनहरु जस्तै स्पाइरोकेट्सहरु हैन क्याप्सुलेटेड ब्याक्टेरियाहरुलाई डिटेक्सन गर्नको लागि यो इम्प्रेग्नेसन मेथड भनिन्छ अर्को स्टेन भनेको ब्याक्टेरियल सेल एन्ड स्ट्रक्चर दैट आर टु थिन टु बी सीन अन्डर लाइट माइक्रोस्कोप भनेको लाइट माइक्रोस्कोपले हेर्दाखेरि है त लाइट माइक्रोस्कोपले हेर्दाखेरि के रहेछ भन्यो भने लाइट माइक्रोस्कोपले हेर्दाखेरि हेर्नै सकिन्न एकदमै पातलो छ र त्यसलाई चाहिँ बाक्लो बनाउने के सिल्भर है त्यसलाई चाहिँ सिल्भर स्टेन गर्ने सर्फेस ब्याक्टेरियाको सर्फेसमा सिल्भर स्टेन गरेर चाहिँ त्यसलाई चाहिँ के गर्ने बाक्लो बनाएर हेर्ने भने के रहेछ भने इम्प्रेग्नेसन मेथड हुन्छ ब्याक्टेरियल फ्लाजेला एन्ड स्पाइरोकेट्सहरुलाई चाहिँ डिटेक्सन गर्न सकिन्छ इम्प्रेग्नेसन मेथडमा के हुन्छ भने इम्प्रेग्नेसन मेथडमा हामीले के गरिन्छ त भन्यो भने जस्तै ब्याक्टेरिया भयो यसलाई इम्प्रेग्नेट गरेर ठुलो बनाएर अनि स्टेन गर्यो भने मजाले देखिन्छ भनेको के है यो कुरा चाहिँ थाहा पाउनु सिम्पल स्टेन नेगेटिभ स्टेन इम्प्रेग्नेसन र डिफरेन्शियल ल सिम्पल स्टेनको नाम के हो मिथिलिन ब्लूहरु हैन प्रयोग गरिन्छ नेगेटिभ स्टेनको नाम के हो इन्डिया इङ्कहरु इम्प्रेग्नेसन मेथड के रहेछ सिल्भर स्टेन हैन सिल्भर स्टेन है के रहेछ डिफरेन्शियल भने के रहेछ ग्राम स्टेन एआरपी स्टेन अल्बर्ट स्टेन भनेको ग्राम स्टेन अब इन नेगेटिभ स्टेनमा के डिटेक्सन गर्छ ल यो एमसीक्यू मिलाउँदा ल साथी आउँदा डी को के रे स्ट्रक्चर टु बी डेमोन्स्ट्रेटेड नट भनेको द स्ट्रक्चर टु बी डेमोन्स्ट्रेटेड नट स्टेन हो नि त हैन र जेलाई डेमोन्स्ट्रेसन गर्नु छ त्यसलाई त स्टेन के गर्छ स्टेन नै गर्दैन भनेको मतलब के रहेछ नेगेटिभ स्टेन है त स्ट्रक्चर टु बी डेमोन्स्ट्रेटेड नट स्टेन भन्यो भने के रहेछ नेगेटिभ स्टेन ट्याक्क थाहा पाउनु पर्यो इन नेगेटिभ स्टेनमा के रहेछ यो कुरा चाहिँ थाहा पाउनु पर्यो हैन डिफरेन्शियल स्टेनले के गर्छ त केलाई छुट्याउँछ डिफरेन्शियल स्टेनले भन त बहिनी
डिफरेन्सियल स्ट्रेन छुट्याउँछ क्या, डिफरेन्सिएट गर्छ ग्राम पोजिटिभ कि नेगेटिभ होइन हो, एएफबी पोजिटिभ कि नेगेटिभ होइन हो, यसरी चाहिँ थाहा पाउँछ क्या डिफरेन्सिएट गर्छ भनेको। डिफरेन्सियल स्ट्रेन के रहेछ त्यो चाहिँ के रहेछ डिफरेन्सियल स्ट्रेन भन्छ। अब डिफरेन्सियल स्ट्रेनमा के रहेछ त एउटा भन्यो भने एउटा ग्राम स्ट्रेन एएफबी स्ट्रेन र अल्बर्ट स्ट्रेन। ग्राम स्ट्रेन ग्राम पोजिटिभ नेगेटिभ, एएफबी पोजिटिभ नेगेटिभ, अल्बर्ट स्ट्रेन चाहिँ मेटाक्रोमेटिक ग्रानुल्सहरू कोर्ने ब्याक्टेरियम यिनीहरूकोलाई चाहिँ छुट्याउने काम गर्छ भन्यो। अब जनरली ग्राम स्ट्रेन हेर्नुभयो, पहिला ब्याक्टेरियालाई के गर्नुभयो, स्ट्रेन गर्नुभन्दा अगाडि स्लाइडमा चिप्काउँदाखेरि कस्तो आयो, कलरलेस छ होइन, ट्रान्सप्यारेन्ट छ। त्यसपछि पहिला प्राइमरी स्ट्रेन के हाल्नुभयो, क्रिस्टल भायोलेट हाल्नुभयो। के हाल्नुभयो अरे भाइ बहिनीहरू, क्रिस्टल भायोलेट हाल्नुभयो। प्राइमरी स्ट्रेन के हाल्नुभयो, क्रिस्टल भायोलेट हाल्नुभयो। क्रिस्टल भायोलेट हालेपछि यो सबै ब्याक्टेरिया कस्तो कलर आयो, भायोलेट कलर आयो। त्यसपछि मोर्डेन्ट हाल्नुभयो, आयोडिन। आयोडिनले अझै कलरलाई के गर्यो, मजाले क्याप्चर गरेर बस्यो हो। अनि त्यसपछि डिकलराइजर हाल्नुभयो, एसिड अल्कोहल। एसिड अल्कोहल हाल्नुभयो, एसिटोन अल्कोहल अथवा एसिड अल्कोहल हाल्दाखेरि के गर्यो भने यदि ग्राम पोजिटिभ हो भने चाहिँ के हुन्छ, जुन कलर थियो त्यही कलरै बसिरह्यो, क्रिस्टल भायोलेटै बसिरह्यो। किन भन्यो भने किनकि थोरै समय एसिड अल्कोहल हाल्दाखेरि डिकलराइजर भएर जान सक्दैन। किन सक्दैन भने एक त ब्याक्टेरियाको सेलवाल बाक्लो छ, त्यो बाक्लो सेलवालबाट भित्रबाट बाहिर निस्किन सक्दैन। अर्को भन्यो भने ग्राम पोजिटिभ ब्याक्टेरियाको सेल चाहिँ सेल साइटोप्लाज्म चाहिँ एसिडिक नेचरको हुन्छ, त्यही कारणले क्रिस्टल भायोलेट बेसिक हुन्छ अनि बेसिक र एसिडिकको कम्बाइन्ड चाहिँ एकदम बोन्ड चाहिँ स्ट्रङ हुन्छ। त्यही कारणले ग्राम पोजिटिभ हो भने चाहिँ डिकलराइज हुन सक्दैन, नेगेटिभ हो भने त डिकलराइज भइसक्यो। अनि अब लास्टमा सेकेन्डरी स्टेन स्याफ्रानिन हालिन्छ। यदि पोजिटिभ हो भने स्याफ्रानिनले स्टेन दिँदैन, किनकि अलरेडी स्टेन छ नि त, यो त अलरेडी कलर छ नि त हो। नेगेटिभ हो भने चाहिँ स्टेन दिन्छ, किनकि यसमा त के रहेछ चाहिँ डिकलराइज भइसक्यो अनि स्याफ्रानिनको कलर जस्तो छ त्यस्तै कलर दिन्छ। ग्राम पोजिटिभको पर्पल कलर, नेगेटिभको के रहेछ पिङ्क कलर आउनुको कारण त्यस्तो रहेछ होइन। यसरी चाहिँ अब एएफबी स्टेन गरौँ। एएफबी स्टेन गर्दाखेरि के हुन्छ, सुरुमा त ब्याक्टेरियाको सेल ब्याक्टेरियाभित्र छ भने ट्रान्सप्यारेन्टै भयो। प्राइमरी स्टेन के हाल्यो हामीले, कार्बोल फ्युसिन हाल्यो। के हाल्यो भने हामीले कार्बोल फ्युसिन हाल्यो। अहिले कार्बोल फ्युसिन हाल्दाखेरि के आयो, दुईटैला पोजिटिभ आयो ब्याक्टेरिया होइन। नन एसिड फास्ट ब्याक्टेरिया छ भने पनि दुईटैला पोजिटिभ आयो। त्यसपछि मोर्डेन भनेको हिट गरेर मोर्डेन हाल्यो, त्यसपछि दुईटैमा भयो होइन। अब के गर्यो भने 20% H2SO अथवा कतैतिर 25% भन्छ हाल्यो भने के हुन्छ भने यहाँ चाहिँ माइक्रोलिक एसिड हुँदैन, अरू ब्याक्टेरियाहरूमा चाहिँ माइक्रोलिक एसिड हुँदैन र डिकलराइज भइहाल्छ होइन हो। यो माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिसमा चाहिँ माइक्रोलिक एसिड हुने भएको कारणले डिकलराइजर हुन सक्दैन, कलर रिमुभ हुन सक्दैन। अनि त्यही कारणले पछि सेकेन्डरी स्टेन के हाल्छौँ हामीले, मिथिलिन ब्लू हाल्छौँ भने त्यो मिथिलिन ब्लूले चाहिँ कसलाई स्टेन गर्छ, ब्याकग्राउन्डलाई स्टेन गर्छ, तर जुन ब्याक्टेरिया हो त्यसलाई स्टेन गर्न सक्दैन। यता चाहिँ ब्याक्टेरियालाई स्टेन गर्छ यदि त्यो एएफबी नेगेटिभ हो भने। ल अब ग्राम स्टेनमा के रहेछ, प्राइमरी स्टेन क्रिस्टल भायोलेट याद गर्ने है। प्राइमरी स्टेन के रहेछ, क्रिस्टल भायोलेट। त्यसपछि आयोडिन हालिन्छ, त्यसपछि आयोडिन भनेको मोर्डेन, त्यसपछि डिकलराइजर हालिन्छ अनि काउन्टर स्टेन हालिन्छ। काउन्टर स्टेन के कसले लिन्छ, अब यदि ग्राम नेगेटिभ हो भने काउन्टर स्टेनको कलर लिन्छ स्याफ्रानिनको कलर। ग्राम पोजिटिभ हो भने प्राइमरी स्टेनको कलर यानि कि क्रिस्टल भायोलेटको कलर लिन्छ। ग्राम पोजिटिभ हो भने भायोलेट हुन्छ, नेगेटिभ हो भने के हुन्छ, पिङ्क हुन्छ। अब एएफबी स्टेनको नि समराइज गर्ने भने कार्बोल फ्युसिन प्राइमरी स्टेन हो, हिट हालिन्छ, हिट गरिन्छ, द्याट इज मोर्डेन्ट है। अनि सल्फ्युरिक एसिड हालिन्छ, डिकलराइजर। अनि काउन्टर स्टेन मिथिलिन ब्लू अथवा मालाकाइड ग्रिन हालिन्छ। अब ग्राम के अरे एएफडी पोजिटिभ छ भने पहिले कलर रातो कलर लिइसक्छ, किनकि कार्बोल फ्युसिनको कलर के हुन्छ, रातो हुन्छ। अनि एएफडी नेगेटिभ छ भने के रहेछ, लास्टको मिथिलिन ब्लूको मात्रै कलर लिन्छ, कुनै पनि ब्याक्टेरिया भनेर चाहिँ कलर लिने भन्ने चाहिँ हुँदैन है त। माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस छैन भने लिँदैन है त। ल एएफडी पोजिटिभ। अब कुनै पनि कोकस छ भने के रहेछ, कोकस छ भने के रहेछ, यस्तो गोलो हुन्छ। ब्यासिलस छ भने यस्तो रड सेपको हुन्छ है त ब्याक्टेरिया है। यो जान्नुभयो। अब ग्राम पोजिटिभ कोकाईको नाम के हो त हामीले पढिसक्यौँ, जुन जसको नाम स्टाफाइलोकोकस स्ट्रेप्टोकोकस। हेर्नु त कस्तो पर्पल कलर। नेगेटिभको के रहेछ, नाइजेरिया कोकाई है त, नाइजेरिया र मोरक्जेला।
अब ग्राम नेगेटिभ ब्यासिलाईको नाम के हो भन्यो भने हामीले ग्राम पोजिटिभ ब्यासिलाई भन्यो भने हामीले एबिसिडी एल स्क्वायर एमएन पढाएको थियौँ नि, त्यहाँमध्ये यहाँ एबिसिडिएलएम होइन, नोकार्डिया होइन, लिस्टेरिया, यिनीहरू के अरे ल्याक्टोब्यासिलाईहरू चाहिँ यहाँ लेखेको छैन, ठिकै छ, त्यो पनि हो है, यो त थाहा पाउनुपर्छ। ग्राम नेगेटिभ ब्यासिलाई भनेको धेरै जस्तो मोस्ट अफ द प्याथोजेनिक ब्यासिलाई भनेको ग्राम नेगेटिभ ब्यासिलाई हो, जस्तै इन्टरोब्याक्टेरियसी भयो, भिब्रियो भयो, स्युडोमोनास हो, बुर्कोल्डेरिया भयो, हेमोफिलस भयो, ब्रुसेला भयो, बोर्डेटेला भयो, लिजियोनेला भयो, कति धेरै छ नि, हेलिकोब्याक्टर भयो, कम्पाइलोब्याक्टर छ। मोस्ट अफ द प्याथोजेनिक ब्याक्टेरिया भनेको ग्राम नेगेटिभ ब्यासिलाई हो। यो ट्याक्कै याद गर्नुपर्छ है। मिसलेनियस भनेको के रहेछ, अघि नै हामीले पढेको फ्लो चार्टहरू यहाँ आयो नि त। मैले तपाईँलाई फ्लो चार्ट पढाउनुको कारण के हो भन्दाखेरि मैले यहाँ पढाउँदाखेरि सजिलो होस् मलाई होइन, तपाईँहरूलाई चाहिँ बुझ्नु होला राम्रोसँग भनेर हो नि त होइन। हो यो कुरा चाहिँ स्पाइरोकेट्स, रिकेट्सिया, क्लामाइडिया, माइकोप्लाज्म भन्यो भने के रहेछ भने यो चाहिँ मिसलेनियस है त। अब एसिड फास्ट अर्गानिजमको नाम के हो भनेर सोध्यो भने है त, एउटा ब्याक्टेरियाहरूमा के हुन्छ त भने नोकार्डिया, लिजुनेला होइन हो भनेपछि एनएलएसबिएम होइन हो, नोकार्डिया भयो, लिजुनेला भयो, स्पिग्मा ब्यासिलाई भयो, ब्याक्टेरियाको स्पोरहरू भयो, माइक्रोब्याक्टेरियम, यिनीहरू चाहिँ एएफबी पोजिटिभहरू हुन् क्या ब्याक्टेरियाहरूमध्ये, एएफबी है, एसिड फास्ट ब्याक्टेरिया है त। अर्को पारासाइट्समा साइक्लोस्पोरा, आइसोस्पोरा, साइक्लोस्पोरा र क्रिप्टोस्पोडियाको ओसिस्टहरू हो क्या, उसिस्टहरू, यिनीहरूको उसिस्टहरू पनि के हुन्छन्, एएफबी पोजिटिभ हुन्छन्। अर्को फङ्गाइसमा चाहिँ के रहेछ, रोडोकोकस र क्याप्सुल के अरे क्रिपोनिया, माइक्रोब्याक्टेरियम डेब्री भनेको लेस एसिड फास्ट एन्ड ट्युबरकुलोसिस। अब एसिड फास्ट अर्गानिजमको नाम हामीले ट्याक्कै यहाँ जानिसक्यौँ, यिनीहरू हुन्। अब ल अब तपाईँहरूलाई ग्राम पोजिटिभ कोकाईको नाम के होला भन्नु त? जीपीसीको नाम के हो? स्टाफाइलोकोकस। बोल्नु त खोइ, स्टाफाइलोकोकस। अर्को स्ट्रेप्टोकोकस। ग्राम नेगेटिभ कोकाईको नाम के हो? नाइजेरिया मोरक्जेला। ग्राम पोजिटिभ ब्यासिलाई के हो? एक्टिनोमाइसेटिस, ब्यासिलस, क्लस्ट्रिडियम, डिप्थेरिया, लिस्टेरिया, ल्याक्टोब्यासिलाई, माइक्रोब्याक्टेरियम, नोकार्डिया। ग्राम नेगेटिभ ब्यासिलाई कुन हो? इकोलाई, क्लेप्सेला, साल्मोनेला, सिजेला, भिब्रियो, कति धेरै छन् कति। एएफबी पोजिटिभ कुन हो? नोकार्डिया है, कति छन्? नोकार्डिया, माइक्रोब्याक्टेरियम, स्पर्मको हेडहरू होइन, ब्याक्टेरियलको स्पोरहरू, यिनीहरू टन्नै छन्। नन एसिड फास्ट ब्याक्टेरियाहरू भनेको त्यति एसिड फास्ट बाहेक अरू ब्याक्टेरिया नन एसिड फास्ट। अब एएफबी स्ट्रेन जान्यो हामीले, ग्राम स्ट्रेन जान्यो। अर्को स्ट्रेनको नाम के रहेछ? अल्बर्ट स्ट्रेन। अल्बर्ट स्ट्रेनले केलाई डिटेक्सन गर्छ भने कोरोनाब्याक्टेरियम डिप्थेरीको मेटाक्रोमेटिक ग्रानुल्सलाई डिटेक्सन गर्ने हुन्छ है त। हो त्यसलाई मात्रै होइन, अरूलाई पनि होइन, मेटाक्रोमेटिक ग्रानुल्स जस्तै माइक्रोब्याक्टेरियम होइन, स्पाइरिलम, भोलुटेन्सहरू, गार्डिनेलाहरूमा, अनि एग्लोब्याक्टेरियम के रहेछ, टुमिफेसियन्सहरूको पनि मेटाक्रोमेटिक ग्रानुल्सहरूलाई डिटेक्सन गर्ने कसले हो भनेर सोध्यो भने कसले हो अरे? अल्बर्ट स्ट्रेन है त। अब बाइपोलर स्टेनिङ अथवा सेफ्टी पिन एभिडेन्स कसको हुन्छ भनेर अघि नै हामीले पढाएको थियौँ नि, सेफ्टी पिन है त। एकुमुलेसन अफ डाई कलर चाहिँ पोल, कुनै पनि सेलको टुप्पोमा के पोलमा चाहिँ कलर जानेलाई के भन्छ भने सेफ्टी पिन। यस्तो हुन्छ त, सेफ्टी पिन त देख्नु भएको छ नि तपाईँहरूले होइन। हो सेफ्टी पिन एभिडेन्स कसको हुन्छ भने एर्सिनिया पेस्टिज भनेर पढायो नि त। हो एर्सिनिया पेस्टिज मात्रै होइन, अरूको पनि हुँदो रहेछ, तर कमनली कसको हुन्छ? एर्सिनिया पेस्टिजको हुन्छ। हेमोफिलस डुक्रिकको पनि हुन्छ, भिब्रियो प्याराहेमोलाइटिकस भन्ने पनि हुन्छ, स्युडोमोनास मलाई भन्ने हुन्छ, क्याम्पाइलोब्याक्टर, ग्रेनुलोमाइटिस भन्ने हुन्छ होइन। यिनीहरू चाहिँ कमन ब्याक्टेरियाहरू चाहिँ होइन। जे भयो भने एर्सिनिया पेस्टिज चाहिँ थाहा पाउनु पर्यो। सेफ्टी पिन एभिडेन्स यस्तो देखिन्छ। ल अब अरेन्ज दि अर्डर अफ ग्राम स्टेनिङ फ्रम बिलो। ल ग्राम स्टेनिङको अर्डर कुन चाहिँ होला? पहिला कुन चाहिँ होला भन्नु त? पहिला कुन होला? क्रिस्टल भाइलेट हो, 3 नम्बरवाला हो, 3 नम्बरवाला हेर्दै जाउँ। क्रिस्टल भाइलेट, त्यसपछि ग्राम थाइरोइड मोडेन, अनि त्यसपछि क्रिस्टल भाइलेट मोडेन, अनि त्यसपछि एसिटोन अल्कोहल, अनि त्यसपछि कार्बोल फ्युसिन है। डाइल्युट कार्बोल फ्युसिन भनेको स्याफ्रानिन छैन भने कार्बोल फ्युसिन हाल्न पाइन्छ होइन। अरेन्ज दि अर्डर अफ ग्राम स्टेनिङ बिलो, यो थाहा पाइहाल्यो होइन। ग्राम स्टेनिङको हामीले यहाँ ट्याक्क थाहा पाइहाल्यो होइन। ल मोडिफाइड जेटेन स्टेनिङ इज युज फर कसको लागि होला? मोडिफाइड जेटेन स्टेन कसको होला त? मोडिफाइड जेटेन स्टेन गर्ने कसलाई हो भने हामीले नोकार्डियालाई, किनकि लेस एसिड फास्ट हुन्छ क्या होइन। हो त्यही कारणले मोडिफाइड जेटेन स्टेन। अल अर्गानिजम सो बाइपोलर स्टेनिङ एक्सेप्ट कुन चाहिँले हुँदैन होला?
अघि नै हामीले क्याम्पाइलोब्याक्टर ग्रानुलोमाइटिस पनि भेटेका थियौँ, स्युडोमोनास एर्सिनिया पेस्टिस पनि, स्युडोमोनास मलाई पनि भेटेका थियौँ, यो चाहिँ भेटेको थिएन। भनेपछि राइट एन्सर कुन हुन्छ? डी हुन्छ है। यसरी चाहिँ थाहा पाउनु है। बाइपोला स्ट्रक्चर अफ ब्याक्टेरियल सेल, ब्याक्टेरियल सेलमा के हुन्छ भने क्याप्सुल, फ्लाजेला, स्पोर। अब यो ब्याक्टेरियल एनाटोमीहरू हामीले पढिसक्यौँ, ब्याक्टेरियल एनाटोमीहरू हामीले मजाले पढिसक्यौँ। अब यो यसो तपाईँहरूलाई वार्मअपको लागि एकदम फास्ट यो चाहिँ रिभ्यू नोट के सर पढ्न सजिलो हुन्छ होला भनेर मैले ल्याइदिएको। आज क्याप्सुलहरू हुन्छ, क्याप्सुल भनेको सेल वालभन्दा बाहिर रहेको चिज भयो होइन। अर्को फ्लाजेलाहरू हुन्छ ब्याक्टेरियामा होइन। अर्को के हुन्छ? स्पोर हुन्छ। यसरी चाहिँ यो थाहा पाउनु पऱ्यो है त। यसरी चाहिँ थाहा पाउनु। अब क्याप्सुलेटेड ब्याक्टेरियाको नाम के हो? यसरी घोक्ने हो। अब झ्याम क्याप्सुलेटेड ब्याक्टेरियाको नाम के हो भने एउटा एर्सिनिया भन्ने रहेछ है त। अब यो निमोनिक्स यसरी यस भेरी किलर ब्याक्टेरिया ह्याभ प्रिटी नाइस क्याप्सुल यसरी पढे पनि हुन्छ। यस भेरी किलर ब्याक्टेरिया ह्याभ प्रिटी नाइस क्याप्सुल है त। क्याप्सुलेटेड ब्याक्टेरिया भन्यो भने यसरी है, यस भेरी किलर ब्याक्टेरिया ह्याभ प्रिटी नाइस। यस भनेको एर्सिनियाको पनि क्याप्सुल हुन्छ, स्युडोम भिब्रियो प्याराहेमोलाइटिकसको पनि क्याप्सुल हुन्छ, क्लेप्सेलाको पनि क्याप्सुल हुन्छ। भेरी किलर, यस भेरी किलर ब्याक्टेरिया भनेको बोर्डेटेलाको क्याप्सुल हुन्छ हैन। अर्को ब्यासिलस एन्थ्रासिसको पोलिपेप्टाइड क्याप्सुल यही हो। अरूको पोलिस्याक्राइड्स हुन्छ, यसको पोलिपेप्टाइड हुन्छ। अनि एउटा स्टेटोकोकस पायोजेन्सको चाहिँ के हुन्छ भने हाइलुरोनिक एसिड हुन्छ है त। ब्यासिलस एन्थ्रासको सोच है पोलिग्लुटामेट अथवा पोलिपेप्टाइड क्याप्सुल हुन्छ भन्ने थाहा पाउनु पर्यो क्या हजुरहरूले हैन। निमोकोकसको पनि एच इन्फ्लुएन्जाको पनि क्याप्सुल हुन्छ, नाइजेरिया मेनिन्जाइटिसको पनि क्याप्सुल हुन्छ, क्लस्ट्रिडियम पर्फिन्जेन्स ब्युटारिकमको पनि के हुन्छ? क्याप्सुल हुन्छ। अब फ्लाजेला हेरौँ। फ्लाजेला के को? फ्लाजेलिन भन्ने प्रोटिनबाट बनेको हुन्छ। फ्लाजेलिन भन्ने लोकोमोसन हो, ब्याक्टेरियाको मोटिलिटी हिँडडुल गर्ने अर्गन के रहेछ? फ्लाजेलाले। फ्लाजेलाको टाइप मोनोट्राइकस भनेको एउटा हामीले पढिसकेका छौँ है, त्यही कारणले म छिटो। मोनोट्राइकस भनेको सिङ्गल पोलार फ्लाजेला। अनि लोफोट्राइकस भनेको एकतिर झुप्पा भएको, द्याट इज लोफोट्राइकस है त। के रहेछ यो? लोफोट्राइकस भन्ने रहेछ है त, एकतिर झुप्पा भएको। अर्को एम्फिट्राइकस, एम्फिट्राइकस भनेको के रहेछ? दुवैतिर के भएको? झुप्पा भएकोलाई के भन्छ? एम्फिट्राइकस भनिन्छ है। यो के रहेछ? एम्फिट्राइकस भन्छ। अर्को के रहेछ? पेरिट्राइकस, पेरिट्राइकस फ्लाजेला भन्छ। सबैतिर चाहिँ फ्लाजेला भएको, ब्याक्टेरियाको सबै चारैतिर फ्लाजेला भएकोलाई के भन्छ? पेरिट्राइकस। अब मोटाइल विथ पोलार फ्लाजेला भनेको मतलब पोलार फ्लाजेला भनेको चाहिँ नि सबैतिर नभएकोलाई पोलार भनिन्छ। अनि पेरिट्राइकस भनेको सबैतिर भएकोलाई के भन्छ? पेरिट्राइकस। अब यो पोलारभित्र जस्तै मोनोट्राइकस, एम्फिट्राइकस, लोफोट्राइकस यिनीहरू सबै पर्छ क्या पोलारभित्र है। जस्तै भिब्रियो स्युडोमोनास भनेको मोनोट्राइकस भयो, स्पाइरोकेट्स, एच पाइलोरी, क्याम्पाइलोब्याक्टर, लिजियोनेला यिनीहरू सबै के हुन्छ भने पोलार फ्लाजेला भन्छ। यिनीहरू सबै के रहेछ? पोलार फ्लाजेला भएको है त। अर्को पेरिट्राइकस फ्लाजेला भएको कुन हो त भने पेरिट्राइकस फ्लाजेला भन्ने के रहेछ? क्लस्ट्रिडियम, सबै क्लस्ट्रिडियम है त। क्लस्ट्रिडियम जति सबैमा हो, तर एक चाहिँ क्लस्ट्रिडियम पर्फिन्जेन्समा चाहिँ नन मोटाइल हो नि त हैन। हो अरू क्लस्ट्रिडियम जति पेरिट्राइकस फ्लाजेला। ब्यासिलस जति सबै पेरिट्राइकस एक्सेप्ट एन्थ्राक्स चाहिँ नन मोटाइल हो नि त। हो यसमा बाहेक सबै पेरिट्राइकस। 6 याद गर्ने के? 1 2 3 4 5 6। पोलार फ्लाजेला कतिवटा? 6वटा। भिब्रियो, स्युडोमोनास, स्पाइरोकेट, एच पाइलोरी, क्याम्पाइलोब्याक्टर, लिजियोनेला यिनीहरू चाहिँ के रहेछ? पोलार। जम्मा मोटाइल ब्याक्टेरिया 12वटा हुन्छ भन्ने सम्झिने के। 6वटा पोलार, 6वटा नन पोलार जाने के। अनि नन पोलारमा क्युट बेबी स्लिप भन्ने सम्झिने है। पोलारमा भेरी पोलार सोल्युसन एचसिएल भन्ने पोलारमा, अनि नन पोलारमा क्युट बेबी स्लिप भन्ने। क्युबाट क्लस्ट्रिडियम, ब्यासिलस, साल्मोनेला। साल्मोनेला जति के रहेछ? मोटाइल हो, एक चाहिँ ग्यालिनेरम पुलुरोम भन्छ क्या, ग्यालिनेरम पुलुरोम। लिस्टेरिया मोनोसाइटोजेनिस, इकोलाई, प्रोटियस यो सबै के रहेछ? पोलार है त। यो थाहा पाउनु पर्यो। टाइप्स अफ मोटिलिटी, टाइप्स अफ मोटिलिटीमा एउटा डार्टिङ मोटिलिटी कसको हुन्छ भनेर सोध्यो भने भिब्रियो र क्याम्पाइलोब्याक्टर। डार्टिङ मोटिलिटी के रहेछ? भिब्रियो र क्याम्पाइलोब्याक्टर भन्ने थाहा पाउनु पर्यो है याद। टम्लिङ मोटिलिटी लिस्टेरिया 25 डिग्री सेन्टिग्रेडमा ग्रो हुन्छ है त्यसलाई है त। हो लिस्टेरिया भने है, कोल्ड कल्चर भनिन्छ हैन। कक स्क्रु मोटिलिटी भनेको ट्रिपोनिमा प्यालिडियम, स्वामिङ प्रोटियस मिराबिलिस, भल्गारिस, क्लस्ट्रिडियम, टिटानी, ब्यासिलस सेरिस भने के रहेछ? स्वामिङ मोटिलिटी। कस्तो राम्रो कन्टेन्ट छ क्या है। मैले त्यही भएर एक्सट्र्याक्ट गरेर तपाईँहरूलाई मेरो विद्यार्थीलाई पनि काम लाग्छ भनेर मैले टक्क बनाइदिएको है। सर र ओभरभ्यू छ क्या यो चाहिँ। पढिसकेको विद्यार्थीलाई सर एक्जामको अघिल्लो दिन पढ्नेवाला टाइपको छ होइन।
जुन चिज हामीले कन्टेन्ट पढिसकेका छौँ नि त हो त्यही चिज चाहिँ मैले यसरी पढाइरहेको पेरिट्राइकस फ्लाजेला कसको होला त ल भन्नु त ल हेर्नु भिब्रियो कोलेरा के रहेछ मोनोट्राइकस क्याम्पाइलोब्याक्टर लेजिनियोला सबै मोनोट्राइकस नभनौँ जे भए पनि पोलार फ्लाजेला हो प्रोटियस साल्मोनेला क्लस्ट्रिडियम ब्यासिलस लिस्टेरिया इकोलाई यो सबै के हो पेरिट्राइकस यसरी सुन्ने पेरिट्राइकस कतिवटा रहेछ नानी 6वटा अब 6वटा पुर्याउ त के गरेर पुर्याउँछौ लु त एउटा के रहेछ ल पढ्दै जाऊ भन्दै जाऊ त एउटा क्लस्ट्रिडियम अर्को ब्यासिलस क्लस्ट्रिडियम एक्सेप्ट पर्फिन्जेन्स ब्यासिलस एक्सेप्ट एन्थ्राक्स 2टा भयो अर्को तेस्रो नम्बरमा 3टामा प्रोटियस 3टा भयो 4 नम्बरमा साल्मोनेला 4वटा भयो अब 5वटा अब 2टा भन 5वटामा एउटा के रहेछ इकोलाई 5वटा भयो अर्को को होला भनौँ लिस्टेरिया हो अब 6वटा त मोटाइल जानिसक्यो ए 6वटा त पेरिट्राइकस जान्यो अब 6वटा पोलार फ्लाजेला भएको 6वटा जान त अनि बाँकी रहेको सबै नन मोटाइल भनेपछि मोटाइल ब्याक्टेरियाको नाम के हो नन मोटाइल ब्याक्टेरियाको नाम के हो भने सोध्यो भने फ्याट्टै मिलिहाल्यो त अब के अरे यो पोलार फ्लाजेला भनेको के भिब्रियो स्युडोमोनास स्पाइरोकेस एच पाइलोरी क्याम्पाइलो हेलिकोब्याक्टर क्याम्पाइलोब्याक्टर सहिलो छैन त लिजियोनेला यति थाहा पाउने है त के रहेछ हेलिकोब्याक्टर क्याम्पाइलोब्याक्टर लिजियोनेला यसरी थाहा पाउने है यो मोटिलिटीको टाइप्सहरू पनि सोध्छ पेरिट्राइकस फ्लाजेला कसको हो यसको हो हामीलाई थाहा हो स्पोर्ट्स प्रोड्युसिङको के भनेको थियौँ हामीले बिएससी केमिस्ट्री बीबाट ब्यासिलस एन्थ्राक्स र सप्टिलिज स्पोरोसर्सिनिया सीबाट क्लस्ट्रिडियम केमिस्ट्रीको सीबाट कक्जिला बुर्नेटी है त यो जान्नु पर्यो अब जेनेरेसन टाइम भनेको के हो भन्नु त जेनेरेसन टाइम भनेको के रहेछ पपुलेसन डबलिङ टाइम भन्छ क्या पपुलेसन एउटा ब्याक्टेरियाबाट 2टा बढ्ने त्यस्तो के 2टाबाट 4वटा बढ्ने एकचोटि ब्याक्टेरिया मल्टिप्लाई हुने समय भयो भने जेनेरेसन टाइम अथवा पपुलेसन डबलिङ टाइम भनिन्छ ल अब यो भनेको ठुलो टपिक स्टार्ट हुन्छ आजलाई यति गरौँ थ्याङ्क यू सो मच तपाईँहरूलाई है यो 2 आवर्सको क्लास ट्याक्कै सक्यो अनि तपाईँहरूलाई चाहिँ नेक्स्टबाट चाहिँ अलि रमाइलो हुन्छ है अब अलिअलि गाह्रो पनि आउँछ फेरि ब्याक्टेरिया जेनेटिक्सहरू आउँछ है तिनीहरू गाह्रो पनि हुन्छ अब मिलाउन सक्नुहुन्छ यस्तो कुराहरू जस्तै म यो चित्र सहित देखाएर पनि पढाइदिन्छु यो ओभरभ्यू डिफ्रेन्ट टाइप्सको नोट्सहरू हुन्छ क्या जस्तै एकदम कम्प्लिट टोटल्ली टेक्स्ट पढ्ने हुन्छ त्यो पढिसकेपछि अनि यस्तो रिभ्यू गर्ने हुन्छ रिभ्यूवाला नोट हुन्छ त्यो पनि सरले गराउनुपर्छ है पहिला ट्याक्क पर्टिकुलर नोट मजाले पढ्ने डिटेल पढ्ने हुन्छ डिटेल पढिसकेपछि रिभ्यू पढ्ने हुन्छ रिभ्यू पढिसकेपछि अनि एमसिक्यू गर्ने हुन्छ क्या अनि मात्रै तपाईँ चाहिँ खतरा हुनुभयो क्या त्यति भएपछि तपाईँलाई सबै होल प्याकेजको प्र्याक्टिस पनि भयो जस्तो प्रब्लम सल्भिङ क्वेसन आएछ भने पनि जस्तो क्वेसन आएछ भने पनि तपाईँले मिलाउन सक्नुहुन्छ आजलाई थ्याङ्क यू सो मच भन्ने हो आजलाई बिदा गरौँ ल सबैजनालाई थ्याङ्क यू सो मच है त ल तपाईँहरू चाहिँ नि रिमुभ गर्न सक्नुहुन्छ